सम्पूर्ण मान्य सदस्यज्यू, सचिवज्यू, लगायत कर्मचारी प्राविधिक साथीहरू, आज लेखा समितिको यो हाम्रो 25औं बैठक, विशेष गरी अब हामी यो वार्षिक प्रतिवेदन चाहिँ के भन्दाखेरि 30 गते सभामुखीलाई बुझाउने, त्यसपछि संसदमा प्रस्तुत गर्ने भन्ने कुरा छ र सभामुखीले 30 गतेको टाइम दिनुभएको छ। त्यही सेड्युल अनुसार हामीले यो वार्षिक प्रतिवेदन लेखन सम्बन्धमा अब हाम्रो उपसमितिहरूको प्रतिवेदन पनि आइसकेको छ। अनुगमनको चाहिँ के छ भने रिपोर्टहरू पनि बनिसकेको छ र उल्लेख्य रूपमा हामीले चाहिँ यो अनुगमन र यहाँको मिटिङ र बारम्बार गर्दाखेरि अलिकति यो बेरोजु फर्सेटमा केही तीव्रता आएको छ। तर अब यो समस्या चाहिँ टाइमिङको हुँदो रहेछ। हामीले असार साउन भदौ यतिकै गयो, त्यति बेला काम गरिएन। जेठमा समिति बनिसकेपछि भदौपछि सुरु गरेको असोजबाट महालेखा चाहिँ फागुनसम्म व्यस्त हुँदो रहेछ। त्यो आन्तरिक लेखा परीक्षण गर्ने, त्यसपछि उसले माघ मसान्तमा प्रतिवेदन दिने, चैत्र मसान्तसम्म त्यो प्रारम्भिक बेरोजु सच्याउने र अहिले प्रतिवेदन लेखनमा जेठको आधा आधीसम्म उनीहरूले 80 प्रतिवेदन नबुझाएसम्म व्यस्त हुने रहेछन् महालेखाहरू। त्यसले गर्दा सम्परीक्षणको लागि पठाएको पनि एकदम ढिला भइरहेको के छ भने रिपोर्ट आइरहेछ। अब यसपालि रिपोर्टमा जति सम्परीक्षण भयो त्यति आउला, तर तीव्र रूपमा त्यो हाम्रो काम देखिने गरी आउला जस्तो अझै पनि लाग्दैन। त्यसको लागि 1 वर्ष अझ कुर्नु र अलि बढी मेहनत गर्नुपर्ने जस्तो देखिन्छ। समग्र यो वर्षको त्यही नै हो। अब यो समितिको वार्षिक प्रतिवेदन लेखन सम्बन्धमा यो उपसमिति बनाएर पनि लेखिरहेछन्। हाम्रो उपसमिति आवश्यक छ कि छैन, उपसमिति बनाएर जाउँ कि या 3 जना संयोजक नै भइहाल्नुहुन्छ। सचिवजीले तयार गरिरहनु भएको छ। त्यसमा कोअर्डिनेसन कसैले 1 जनाले गर्दा नि हुन्छ। विशेष गरी 3टा संयोजकसँग कोअर्डिनेसन गरेर सचिवजीले गर्दा नि हुन्छ कि के गर्ने विकल्प मान्यज्यूहरूको त्यसमा पनि सुझाव चाहियो। आजको एजेन्डा त्यो छ। अर्को, बागमती प्रदेश विभिन्न मन्त्रालय निकायको अनुगमन गर्ने उद्देश्यले गठित उपसमितिको प्रतिवेदन सम्बन्धमा यो अनुगमनको प्रतिवेदन कम्प्लिट भएको छ। सचिवजीले यसमा राखिदिनु पनि भएको छ। आफ्नो उपसमिति अन्तर्गतको त्यो प्रतिवेदनहरू केही गर्नुपर्ने छ भने अध्ययन गरेर त्यसमा पनि सुझाव पाउनु पर्यो। अरू विविधमा केही त्यस्तो कुरा छ भने राखौँ। एकपटक यो सरकारले चाहिँ बीचमा चालु खर्च पनि चाहिँ यो रकमान्तरबाट थप्ने, यताको उता सार्ने गरेर यो अत्यन्त आर्थिक कार्यविधिको पनि अलिकति नगरेको हो कि भन्ने खालको कुराहरू आइरहेछ। त्यसमा हामी यो प्रतिवेदन पास गर्न बस्ने समितिको बैठकमा चाहिँ कसले निकाय आन्तरिक लेखा परीक्षण त उही नै हो। त्यसकारणले कसले निकायको चाहिँ के छ भने उसलाई बोलाएर एकपटक कुरा गर्ने हो कि भन्ने कुरा पनि छ। यो विविधमा यही नै कुरा हो। यो बारेमा पनि मान्यज्यूहरूको धारणा राख्दै आजको बैठक प्रारम्भ भएको जानकारी गराउँछु। माननीय सभापतिज्यू, मान्यज्यूहरू, कर्मचारी मित्रहरू, हार्दिक अभिवादन। विशेष गरी यो वार्षिक प्रतिवेदन लेखन सम्बन्धमा चाहिँ सभापतिज्यूले भन्नुभएको जस्तो अब छुट्टै उपसमिति बनाउनु भन्दा हाम्रो उपसमितिहरूको पनि रिपोर्टहरू आइसकेपछि एउटा खालको ड्राफ्ट गरेर समितिमा पेश गरेर लानु बेस होला। फेरि उपसमिति बनाएर फेरि कहिले बैठक बस्दैन, कहिले बैठक हुन्छ भन्दा पनि यो प्रतिवेदन लेखनकै लागि उपसमिति नबनाउँ कि भन्ने कुरा हो मेरो चाहिँ, होइन? एउटा कुरा। बाँकी तयार भएको कुराहरू अलिकति छलफल गरौँ आज, र बाँकी थप गरेर कहिलेसम्म बुझाउनु पर्ने हो त्योभन्दा अगाडि बैठक बसेर 30 गते हाउस बोलाएको छ, होइन? सम्भवतः हामी 1 दिन अगाडि बसेर फाइनल गरेर बुझाउनु पर्छ होला। एउटा त्यो। अर्को, मेरो उपसमितिको सन्दर्भमा हामीले अनुगमन सकेका छौँ, रिपोर्ट पनि तयार भएको छ, फाइनल भइसक्यो। त्यो अहिले सचिवले पेश गर्नुहुन्छ। अब त्यसमा थपघट गरेर बाँकी कुराहरू अगाडि बढाउँ भन्ने लाग्छ। र अर्को चाहिँ यो विशेष गरी अहिले हामीले चाहिँ लेखा समितिमा जस्तो जनस्तरबाट जुन खालको गुनासोहरू, जसरी चित्त नबुझेको कुराहरू आउनु पर्थ्यो, जनतालाई पनि त्यो खालको कुराहरू सचेतना छैन। जस्तो पहिलाको समितिहरूमा आउँथ्यो कि फलानु स्कुल बनाउँदाखेरि यहाँनिर अनियमित भयो, व्यवस्थापन समिति अनियमित बनाइयो, अथवा चाहिँ अरू बाटोहरू अनियमित भयो, अथवा चाहिँ यहाँ चाहिँ
पब्लिक एकाउन्टिङ जुन गर्नुपर्ने कुराहरू भएन, पब्लिकलाई थाहा भएन, यस्ता खालको कुराहरू थुप्रो आउँथ्यो। यसपालि चाहिँ हाम्रो समिति पनि फर्मेसन ढिला भयो। अब त्यो कारण पनि होला र हामीले जनसचेतनाको कुराहरू पनि कम्तीमा समितिहरू पनि छ, हामीलाई लागेको कुराहरू गर्ने उठाउने ठाउँ त्यहाँ पनि छ भन्ने खालको कुरो चाहिँ अलिक कमजोरी भएको जस्तो लाग्छ। र अहिले यो एजेन्डा वाइज जाउँ कि समग्रमा सबै कुरा गरौँ होइन? र अर्को चाहिँ सभापतिज्यूले जुन अहिले विविधमा अलिकति कुराहरू उठाउनु भएको छ होइन, मलाई पनि उठाउनु मन लागेको विषय के भनेको यो दैनिक भ्रमण भत्ता भन्ने शीर्षक हुन्छ नि बजेटमा, अनि दायित्वका कुराहरू हुन्छन्। अनि आर्थिक वर्षको बिचमा जस्तो अब यो चाहिँ स्रोत सुनिश्चित मापदण्डको कुरा पनि त्यति छैन। मन लागेको हिसाबमा स्रोत सुनिश्चितता दिने, कतिखेर गयो कतिखेर के गर्यो लेखा समिति वास्तवमा त्यति जानकार नहुँदो रहेछ। अनि मापदण्ड भन्दा बाहिर चाहिँ करार र कर्मचारीहरू म्याक्सिमम दिएको छ। कर्मचारीहरूले कति सेवा सुविधा पाउनुपर्ने हो, मापदण्डभित्र कति पाउनुपर्ने हो, कसले उपभोग गर्न पाउने हो, त्योभन्दा बाहिर गएर अब मोटरसाइकल गाडी घोडाका कुराहरू अरू सुविधाका कुराहरू पाइरहेको भन्ने कुरो व्यापक आएको छ। अर्को दैनिक भ्रमण भत्ता लगायत यो साधारण खर्चमा चाहिँ बिचमा जनरली लेखाको नियमअनुसार लेखाको प्रिन्सिपल अनुसार त्यसमा थप्नु पाइँदैन। विधिले कार्यक्रमहरूमा थप्न पाइन्छ, तर कार्यालय सञ्चालन लगायत यो चाहिँ दैनिक भ्रमण भत्ता भयो, अरू सेवा सुविधाका कुराहरू भयो, बिचमा थपेर फेरि व्यवहार बढाउन पाइँदैन। तर त्यो चाहिँ पर्याप्त भएको छ भन्ने कुराहरू आएको छ। त्यो हुनाले पनि मलाई के लाग्छ भने हाम्रो आउँदो बैठकमा चाहिँ लेखा नियन्त्रकलाई विवरण आज निर्णय गरेर मागेर लेखा नियन्त्रकलाई यो ट्रेन के हो त वास्तविक रूपमा कसरी खर्च गर्दैछौँ, हामी कुन सेक्टरमा खर्च गर्दैछौँ, जाने सेक्टरमा गयौँ कि नजाने सेक्टरमा गयौँ के हो भने विवरणसहित मागेर उहाँलाई फेरि राखेर एउटा मिटिङ गर्नुपर्छ कि भन्ने मलाई लाग्छ। किन उनको पनि सुझाव होला। लेखा नियन्त्रण अधिकारीले प्रदेशभरिको लेखा नियन्त्रण गर्दा उनले के देखे भन्ने कुरो पनि हामीले अलिक छलफल गर्नुपर्छ कि भनेर त्यो जुन सभापतिले राख्नु भएको छ मलाई ठिकै लागेको छ होइन। यो स्रोत सुनिश्चित मापदण्ड पनि एउटा हामीले चाहिँ अलिक चासो नै दिनुपर्ने विषय भयो। बहुवर्षको त हामीले विवरणहरू माग्यौँ, आएको पनि होला होइन, कतिपय आयो कतिपय आएन। अब पिटिएमपीको पनि त्यसको लागू गर्ने कुरामा पनि अगाडि बढ्दैछ भन्ने सरकारबाट सुनिन्छ, तर त्यो एक्ज्याक्टली कसरी जाने त भन्ने खालको कुराहरू भएको छैन। र अहिले मूल कुरो चाहिँ अब कर्मचारीहरू एकदमै राख्ने, त्यसपछि करारको पनि त्यत्तिकै राख्ने। अस्ति एउटा कार्यक्रम थियो, लेखा समितिको सभापति हुनुहुन्छ, 945 कि कतिजना त करार कर्मचारी मात्रै रहेछन्। ती परिभाषाभित्र परे कि परेनन्, हाकिमकै तजबिजमा राखियो कि अथवा चाहिँ होइन उसको तजबिजमा राखियो भन्ने कुरा, उनीहरू आवश्यक हुन् कि होइनन् भन्ने कुरा पनि लेखा समितिको कार्यक्षेत्रभित्र पर्छ जस्तो मलाई लाग्छ होइन। त्यो हिसाबले हामीले ध्यान आकर्षण गर्नुपर्छ कि भन्ने लाग्छ मलाई। हस्, धन्यवाद। मान्य सभापतिज्यू, मान्य सदस्यज्यूहरू, म संयोजक रहेको लेखा उपसमिति 2 को प्रतिवेदन पनि तयार भएको छ। मैले निरन्तर सचिवसँग सम्पर्क गरेर यो मेरो कार्यक्षेत्रभित्र रहेको सबैको यो 5वटा मन्त्रालयको सबै मिलाएर अहिले प्रतिवेदन तयार भएको छ। म मान्य केशव पोखरेलसँग सहमत छु कि अब यो प्रतिवेदन लेख्दाखेरि फेरि उपसमिति बनाउँदाखेरि झन्झट पनि हुन्छ, यसले झन् लामो समय पनि लिन्छ। त्यसकारण अहिले हामी सबै छँदैछौँ र हामी सबैसँग छलफल गरेर प्रतिवेदन तयार गर्दाखेरि त्यसले मलाई लाग्छ राम्रैसँग दिन्छ जस्तो लाग्छ। अहिले कुरा उठान भइसकेको छ कि अहिले समग्रमा छलफल गर्दाखेरि अहिले हामीले अब धेरै कुरामा लेखा समिति अलिकति चनाखो भएर हेर्नुपर्ने अवस्था पनि देखिएको छ। मैले किन भन्दैछु भने अहिले हामीले बजेट भाषण गर्दाखेरि नीतिरेखा कार्यक्रम 80-81 मा 81-82 मा गाडी खरिद नगर्ने भन्ने कुराहरू उल्लेख गरिएको थियो। अहिले मलाई लाग्छ मन्त्रीहरू
गाडी खरिद गर्ने होडमा छ जस्तो मलाई लाग्छ। यसले अब नित्रा कार्यक्रममा बोल्या चिज त्यसको विपरीत काम गरिरहेछ। यसमा पनि हामीले अलिकति ध्यान जानु जरुरी छ जस्तो मलाई लाग्छ। र अहिले म पर्यटन मन्त्रालयमा नेतृत्व हुँदै गर्दा ओएनएम गरेर 4वटा ठाई कार्यालय राख्ने भनेर जुन कुरा पारित गरेका थियौँ, अहिले अस्ति परिपत्र भइसकेको थियो। अब 4वटा ठाई कार्यालय राख्ने भनेर परिपत्र भइसकेको अवस्थामा फेरि रोकिएको छ भन्ने कुरा पनि आएको छ। यसले हाम्रो वित्तीय उत्तरदायित्वमा पनि अलिकति असर गर्छ मलाई लाग्छ। अब कर्मचारीहरू कसरी परिचालन गर्ने हो त्यो पनि हामीले अलिकति मेन ढङ्गबाट हामीले लेखा समितिले हेरेन भने भोलि मन्त्रालयहरूले आफू खुसी गर्ने कुरामा विवाद छैन। त्यसकारण यसलाई रोक्नको लागि पनि हामीले अलिकति चनाखो भएर निर्देशन दिन सकेन भने फेरि पनि मन्त्रालयहरू आफ्नो ढङ्गबाट अगाडि बढ्ने सम्भावना देखेको कारणले गर्दाखेरि अहिले मैले जिम्मा लिएको एउटा प्रदेश सभा सचिवालय छ। मैले पटक पटक सम्पर्क गर्दाखेरि पहिलाको बेरोजु जस्तो पेस्की बेरोजुहरू सबै फर्चुट गरेको अवस्था छ। मलाई लाग्छ प्रदेश सभामा अलिकति यो प्रगति राम्रै देखेको छु र अरू पनि हामी सल्लाह गर्दै गरौँला। मैले यति जानकारी गराएँ। धन्यवाद। मेरो पारिवारिक कारणले पनि अलि व्यस्त भएँ भने जस्तो समय दिन सकिनँ। जुन बेला समिति बन्यो त्यो बेला ठिकै थियो, बिग्रिन थालेपछि समस्या भयो भने जसरी काम मैले पनि गर्न सकिनँ। त्यसपछि समितिको बैठक पनि के गर्दा गर्दै उपसमितिको हामी 3-4तिरको अलि टाढा जस्तो पनि भयो। अनि उपस्थित भएर बैठक पनि भनेसरी गर्न सकिएन। तर पनि ढिलै भए पनि हामीले 3टा जिल्लाको चाहिँ राम्रैसँगले अनुगमन गरी सभापतिज्यू सँगसँगै त्यो बिचमा देखिएका समस्याहरू पनि यहाँ प्रतिवेदनमा हाम्रो तयारी छ, यो आउँछ। यसमा अलिकति समस्या चाहिँ के रहेछ भने मन्त्रालयहरूमा जाँदाखेरि सङ्ख्या नपुग्दाखेरि एक्लै लिन्ठिङ्ग जाँदाखेरि त्यति प्रभावकारी चाहिँ भएन। त्यही पनि अब गइयो बुझियो कुरा गर्दै जाँदाखेरि मन्त्रालयहरूले बेरोजु घटाउनलाई अलिअलि प्रयास चाहिँ गरेको हो। खासै त्यति धेरै उहाँहरू क्रियाशील भएर यो प्रयास गरेको चाहिँ देखिएन। एउटा यो हुन त कतिपय भन्दाखेरि पनि हाम्रो भित्रको खानेपानी मन्त्रालय अलि बढी बेरोजुहरू हुने हो। उहाँ भरत मान्यज्यूले अलि बढी नै हेर्नु भएको छ त्यहाँ। अब अरू मन्त्रालयहरू खासै धेरै भएको पनि छैनन्। त्यसमा यो यातायात मन्त्रालयको चाहिँ बेरोजु घटाउनलाई चाहिँ जम्मा 17,000 चाहिँ हामीले घटायौँ भन्ने कुरो आयो। यता संस्कृति पर्यटन मन्त्रालयको चाहिँ उहाँहरूले समपरीक्षणमा पठाएको छौँ। अब लास्ट छ, सायद अब हामी क्लियर गर्छौँ भनेर पछिल्लो उहाँहरूले अपडेट गराउनु भएको छ। त्यति हुँदाहुँदै पनि अलि हाम्रो प्रभावकारिता के गरेर गर्न सकिन्छ, वास्तवमा हाम्रो प्रभावकारिताकै कारण त्यति पुगेन कि भन्ने पनि लाग्दैछ मलाई। गर्न त हामी गरिराखेका छौँ। अझै अब यो सक्रियहरूले नै गर्ने रहेछ। सक्रियता पनि हरेक सङ्गठनमा सक्रिय अब अलि सक्रिय पार्दा सक्रिय हुने र निष्क्रिय तिनै खालको हुने रहेछ। अहिले अब हाम्रो समिति यहाँ गिरबहादुर मान्यज्यू उहाँ भ्याउँदै नभ्याउने, उहाँको ठेकापट्टा हुँदो रहेछ। जहिले उहाँ ठेकापट्टामा उहाँले फुर्सदै छैन भन्नुहुन्छ। आज पनि हिजो बेलुकासम्म बस्नुभयो। आज म राति नै नपुगे, मेरो भोलिको काम बिग्रिनेवाला छ, म त नगई हुँदैन भनेर हिँड्नुभयो। अनि आन्दोलन पनि होला उहाँहरूको भनेको आन्दोलन होइन रहेछ, ठेकापट्टा नै रहेछ, ठेकापट्टाकै जानुपर्ने भन्नुहुन्छ। उहाँ पटक त्यो भन्नुभयो। त्यही पनि कुनै आफ्नो एउटा मन्त्रालय त जिम्मा लिएर अलिक गर्नु न।
हेर्नु न जानु न जाने हो अलिअलि अब त्यहाँ कागजपत्र माग्ने हो हेर्ने हो छैन भने तपाईँहरूले अलिक छिटो गर्नु पऱ्यो तदुका साथ गर्नु पऱ्यो नभएदेखि त हामीले अब निर्णय नै गरेर बेरोजी उठाउन नसकेको भ्रष्टाचारकै एउटा मेसोमा तपाईँहरू जान आँट्नु भएको छ भनेर त लेखेर पठाउनु पर्ने हुन्छ यो त सामान्य तपाईँहरूले नठान्नुहोस् भनेर त भन्नु पऱ्यो सामान्य नठान्नु संसदको एउटा अङ्ग नै हो यो पनि भन्नुहोस् भनेर भन्दा त्यहाँ पनि भएको छैन र मैले जहाँ पुगेको छु त्यहाँ चाहिँ यो कुरो भनेको छु तपाईँहरूले ख्याल गर्नु भएन भने हामीले लिखित रूपमा चाहिँ अख्तियार अथवा सम्पत्ति शुद्धिकरण या चाहिँ हामी अनुशासन सम्बन्धी कारबाहीका लागि पनि पठाउनु पर्ने हुनसक्छ भन्दाखेरि तदारुकता चाहिँ त्यो भन्दा गरिया छ त्यसपछि अपडेट गर्नलाई मैले लेखा समितिमा यहाँ सचिवज्यूसँग सम्पर्क गरेर गर्नु होला भनेर चाहिँ भनियो तर भने जसरी भएको छैन र मैले पनि समय दिन सकेको छैन र गर्दै जाँदाखेरि हामी पनि अलि सिक्दै पनि जाँदैछौँ मलाई लागेको चाहिँ अलिअलि सिक्दैछौँ त्यो सिक्दै गएपछि अब पुरानो मान्यज्यूहरूलाई त सजिलै छ अब हामी चाहिँ सिक्दै गरेका छौँ त्यसैले गर्दाखेरि केही होला प्रगति राम्रै छ र अब यो लेखनको क्रममा चाहिँ लगभग लेखेर आइसकेको छ अब यो हाम्रो सदस्यहरूलाई चाहिँ उहाँहरूलाई यो पठाइदिएर एकचोटि उहाँहरूले अध्ययन गरेर केही थप्नुपर्ने मात्रै होला त्यहाँ खासै यहाँ सच्याउनु पर्ने त्यस्तो देख्दिनँ मैले पनि यहाँ पढिसक्दा अलिअलि कोही कोहीलाई कुनै लागेको कुरो भए व्यक्तिगत रूपमा थप्ने कुरासम्म चाहिँ केही होला नत्र यो प्रतिवेदन पनि ठिकै छ अब जम्मा पारेर लेख्ने चाहिँ अघि यहाँ मान्यज्यूले भने जस्तै कहिले लेख्ने एक दिन यो 30 गते हाउस चल्दैछ त्योभन्दा अघिल्लो दिन एक दिन चाहिँ अलि बेलैमा आएर त्यहाँबाट 29, 30, 31 भनेपछि 3 दिन होला अनि 1 गते बजेट भाषण भएर सिद्धिने होला 4 दिनको चाहिँ अब यहाँ आउने लक्ष्य राखेर आइयो भने होला भन्ने मलाई लाग्छ यति नै कुरा राखेँ धन्यवाद माननीय सभापतिज्यू अब यो आजको बैठकको सवालमा र समितिको सवालमा केही कुरा राख्न चाहन्छु पहिलो कुरा सार्वजनिक लेखा समिति अब प्रदेश सरकारलाई विधि प्रक्रिया र कानुन सम्मत हिँडाउनको लागि हाम्रो भूमिका हुन्छ हैन मुख्य भूमिका हुन्छ यसमा हामी सबै सचेत नै छौँ तर विभिन्न कारणले गर्दाखेरि सार्वजनिक लेखा समितिले हामीले जति सक्रियतापूर्वक समयमै कामहरू सम्पन्न गर्नुपर्ने हो त्यो हामीले सकिराखेका छैन यसमा सबै हामी जिम्मेवार छौँ त्यसकारणले मेरो पहिलो कुरा चाहिँ अब समितिलाई ढिलै भए पनि सक्रिय बनाउने र आफ्नो कार्य सम्पादनमा अब्बल बनाउने तरिकाले जाउँ नभएदेखि के हुन्छ भने सरकारले लापरवाही गर्दै जाने र हामी पनि त्यसको साक्षी बस्ने जस्तो र हाम्रो लेखा समितिले निर्वाह गर्नुपर्ने भूमिका चाहिँ पुरा हुँदैन र लेखा समितिले भूमिका पुरा नगर्दा सरकारलाई दोष दिने ठाउँ हुँदैन कमजोरी हाम्रो पनि हुन्छ त्यसकारणले लेखा समितिको काम कारबाहीलाई प्रभावकारी बनाऊ भन्ने मेरो पहिलो सुझाव छ दोस्रो अब अहिले यो प्रतिवेदन लेखनको सवालमा जे कुरा पूर्व वक्ता मान्यहरूले राख्नुभयो त्यही नै ठिकै छ किन भन्दा जसले समिति उपसमिति बनाए पनि नबनाए पनि गर्ने काम कर्मचारी साथीहरूको सहयोगमा हामीले नै हो त्यसकारणले प्रतिवेदन हेरौँ र त्यसलाई लेखन गरेर तयारी गर्ने अब कार्यविभाजन त्यही भित्र गरेर छिटो गर्दा हुन्छ भन्ने लाग्छ र मेजर कुरा भनेको अहिले दुईटा एजेन्डा यहाँ छलफल चलेको एउटा बेरोजुको सवालमा मन्त्रालयहरूलाई बेरोजु फर्सटमा कति तदारुकताका साथ काम गरिराख्नु भएको छ भन्ने बारेमा अब जो मान्यज्यूहरूले त्यसको अनुगमन गर्नुभएको छ मन्त्रालयमा समन्वय गर्नुभएको छ उहाँहरूले नि त्यसको कुरा राख्दा हुन्छ र बेरोजु फर्सटको लागि लेखा अधिकृत र मन्त्रालय चाहिँ अलिक गम्भीरतापूर्वक लाग्ने हो भने एउटा रिजल्ट चाहिँ आउँछ कि चाहिँ सम्परीक्षण भएर बेरोजु घट्दै जान्छ कि चाहिँ तपाईँको फिर्ता गर्नुपर्ने या अरू कुनै कारणबाट अनियमित भएका कुराहरू नियमित गर्ने के चाहिँ गर्ने हो भन्ने कुराको एउटा निष्कर्ष निस्कन्छ तर हामीले तदारुकता नदेखाउँदा र ताकेता नगर्दाखेरि चाहिँ मन्त्रालयहरू यस्तै हो चल्दै गर्छ भन्ने उसमा लाइनमा हुन्छन् त्यसकारणले यसलाई पनि अलि कडाइ ढङ्गले हामी जाउँ भन्ने मेरो धारणा छ अब यो बजेट कार्यान्वयनको सवालमा वार्षिक बजेट कार्यान्वयनको सवालमा अहिले पछिल्लो प्र्याक्टिस भनेको बजेटमा जे आउँछ लगभग त्यही कार्यान्वयन गर्ने
अहिलेको स्पिरिट हो होइन। बजेटको सिद्धान्तमा पनि संसदबाट पास भइसकेको बजेटलाई हुबहु नै कार्यान्वयन गर्नुपर्छ भन्ने यसको मान्यता पनि छ, कानुनी प्रावधान पनि त्यही नै हो। अब रकमान्तरको परिभाषालाई दुरुपयोग भइराखेको मैले देख्छु, चाहे जोसुकैले काम गर्दा पनि। रकमान्तर भनेको चाहिँ नपुग्ने शीर्षकबाट, काम नभएको शीर्षकबाट काम भएको शीर्षकमा पैसा दिने हो के रकमान्तर भनेर त्यही हो। तर जुन आयोजनाहरूलाई दिने भनेर बजेटले परिकल्पनै गरेको छैन, त्यस्तो आयोजनाहरूमा ठुला आयोजनाहरूको बजेट लगेर दिनु भनेको चाहिँ त्यो नीति विपरीत, विधि पद्धति विपरीत र बजेटको मर्म पनि विपरीत हो। त्यो चाहिँ संसदको सार्वभौम अधिकारमाथिको सरकारको एक किसिमको भनौँ अवहेलना पनि हो। किनभने कुनै एउटा ठुलो आयोजनाको काम भएन, त्यसमा प्रगति भएन, अर्को आयोजनामा काम भयो, त्यसलाई पैसा तिर्न पुगेन भने त्यो पैसा रकमान्तर गर्न मिल्छ। किन भन्दा अब प्रगति भएकोमा दिनै पर्ने सृजित दायित्वमा सरकारले आफ्नो चाहिँ शीर्षको पैसा अरू केही गरे होइन, जसले पहिला काम गर्छ उसलाई दिया हो, जसले गर्न सकेन त्यसको पैसा निकालेको हो। तर मर्म विपरीत भनेको चाहिँ मैले जस्तो अहिले भइरहेको छ, जस्तो उदाहरणको लागि प्रदेश सडक गुरु योजना बनेको छ अथवा ठुला सडकहरू हाम्रो ठेक्का लागेका छन्, आयोजनाहरू सञ्चालन भइराखेका छन्, ठुला सडकहरूमा पनि बजेट विनियोजित छ, त्यसलाई चाहिँ नपुग पैसा थपेर ठेक्का गर्ने कुरा पनि बजेटको सिद्धान्तभित्रै पर्छ। तर जुन कुरा प्रदेशले आइडेन्टिफाई नगरेको, प्रदेशको कोर जिम्मेवारीभित्र नभएका अब स्थानीय सडकहरूलाई पनि हामीले रकमान्तर गरेर ठुला ठेक्का बनाएर गऱ्यौँ र दायित्व सिर्जना गऱ्यौँ, त्यो पनि हाम्रो कुनै प्रचलित विधि पद्धतिभित्र पर्दैन। यो सवालमा पनि हामी बोल्नुपर्छ। र अहिले आएर आर्थिक वर्षको अन्तिममा आज त झन्डै तपाईँको 22 गते हामी छौँ, 1 महिनापछि सबै खाताहरू प्रदेशको बन्द हुन्छ, भुक्तानी दिन सक्दैन। आजसम्म पनि जिल्लामा अख्तियारी गएको छैन, कतिपय त्यस्तो पनि छ र त्यस्तो योजनाहरूमा रकमान्तर गरिएको छ। त्यसकारणले यो चाहिँ अब एक हिसाबले हो भन्ने हो भने धेरै ठुलो प्रश्न उठ्ने विषय नै हो होइन। भोलि हामीले माग भयो अथवा हामीलाई योजना चाहियो भन्ने हिसाबले त व्यवहारिक कुराले त हामीले त्यसलाई डिफेन्स गर्न सक्छौँ। तर यही कुरा तपाईँको समयमै किन नगरेको भन्ने एउटा प्रश्न उठ्छ। अर्को प्रश्न चाहिँ यस्तो गर्नु थियो त बजेटमै किन नल्याएको भन्ने अर्को प्रश्न हामीमाथि उठ्छ, त्यो सबैमाथि उठ्छ होइन। त्यसकारणले यो बारेमा चाहिँ सभापतिज्यूले अघि प्रस्ताव राख्नुभयो जस्तै प्रदेशको लेखा सम्बन्धी अब जिम्मेवारी निकाय प्रदेश लेखा नियन्त्रण कार्यालयलाई बोलाएर उहाँहरूको सहित रायसहित हामीले सरकारलाई प्रश्न गर्नुपर्छ। त्यसले चाहिँ हाम्रो भूमिका पनि पुरा हुन्छ, सरकार पनि सचेत हुन्छ, सचेत गराउनुपर्छ भन्ने मलाई लाग्छ। अब नगर्दाखेरि चाहिँ लेखा समिति र सरकारको पृथकता देखिएन, एउटै हो भने जस्तो देखियो। किन हामी त सरकारलाई विधि पद्धतिमा हिँडेको छ कि छैन भनेर प्यारालल्ली सँगसँगै तपाईँहरूले चाहिँ खबरदारी गर्नुहोस्, रखबारी गर्नुहोस् भनेर बनेको समिति हो यो होइन। त्यति गर्न सकेनौँ भने हामी सरकारको छुट्टै अस्तित्वको समिति भएन, सरकारको काममा चाहिँ समर्थन गर्ने एउटा समिति जस्तो हामी हुन जान्छौँ। त्यो हामीले गर्नु हुँदैन होइन। सरकारले गर्ने नगर्ने कुरा उहाँहरूको हातमा छ, तर हामीले आफ्नो दायित्व चाहिँ पुरा गर्नुपर्छ। र विधि पद्धति भन्दा चाहिँ विपरीत नै हो यो, किनभने हामी जतिसुकैले गरे पनि बजेटको मर्म त्यो हुँदैन, बजेट पास गर्ने बेला त्यो स्पिड पनि हुँदैन। अनि अहिले आएर यति ठुलो रकम चाहिँ फेरि समयको हिसाबले पनि समयको हर्किसकेपछि अब गर्नु चाहिँ यो गलत नै हो होइन। त्यो गलत कुरालाई हामीले गलतै भनेर जानुपर्छ भन्ने मलाई लाग्छ। धन्यवाद। र यो गाडी खरिदको सवालमा पनि एउटा म तपाईँहरूलाई उदाहरणसहित राख्न चाहन्छु। प्रदेशमा हामीले आर्थिक मितव्ययिता अपनाउँ, सरकारको अरू प्रगतिहरू राम्रो छैन, जस्तो हाम्रो बजेट खर्चदेखि लगायत अरू जनतालाई धेरै हामीले सन्तुष्ट गर्न नसकिरहेको अवस्थामा हामी सुविधा सम्पन्नतिर नजाउँ भन्ने यो प्रदेश सरकार स्थापना भएदेखि स्पिरिट हो होइन। हामीले पहिलो कार्यकालको सरकारले नै स्कर्पियो गाडीमा जाने भन्ने निर्णय चाहिँ त्यति बेला हामीले गरे अब मापदण्ड बनाएर त्यो स्कर्पियो भने होइन, स्कर्पियो सो सरहको मापदण्डले स्कर्पियो भन्न मिल्दैन। तर त्योभन्दा माथि नजाउँ भन्दा त्योभन्दा तलका गाडीहरू चाहिँ
लाई वर्गीकरण गरेर 1 करोडभन्दा तलकै गाडीहरू प्रदेश सरकारका मन्त्री मुख्यमन्त्रीहरूले चढ्ने र निकायहरूले चढ्ने भन्ने स्पिड हामीले कायम गरेको पहिलो कार्यकालकै सरकारमा त्यो बेलामा एकपल्ट गाडीको मापदण्ड परिवर्तन गर्ने भनेर एउटा प्रस्ताव पनि आएको थियो। यो गाडी भएन, स्कर्पियो चढेर हिँड्दाखेरि स्थानीय तहका जनप्रतिनिधिहरू चाहिँ प्राडो पजेरोतिर हिँड्नु भएको छ, हामी चाहिँ स्कर्पियो हिँड्दाखेरि भएन भन्ने खालको उहाँहरूले कुरा राख्नु भएको थियो। यो गाडी कुन चढ्या छ भन्ने कुराले हाम्रो मर्यादा स्थापित हुँदैन, हाम्रो भूमिकाले कामले हुन्छ। त्यसकारणले मैले नै त्यो डोरमणि पौडेल मुख्यमन्त्री हुँदा उहाँको क्याबिनेटमा प्रस्ताव आएको थियो र मैले आफैले म चाहिँ चढ्दिनँ र जो मान्य मन्त्रीज्यूहरूलाई यो गाडीले भएन उहाँहरूले इन्डिभिजुअल मन्त्रालयले किन्नुहोस्, बरु क्याबिनेट ल्याएर निर्णय गरे पनि बरु म त्यसमा सहमति गर्छु, मापदण्ड नै परिवर्तन गरेर हामी नजाउँ, यसबाट राम्रो सन्देश जाँदैन, हामीलाई चलिराखेकै छ भन्ने हिसाबले कुरा गरेपछि मुख्यमन्त्रीले यो कुरा सही हो र यसमा नजाउँ भनेर रोकिएको थियो र अहिलेसम्म त्यो टिकेको थियो। र यो कोभिड पछि 2019 को कोभिड पछिका प्रत्येक वर्षको बजेटमा सरकारले गाडी किन्ने लगायतका अन्य कुराहरूलाई नियन्त्रण गर्ने, खर्च कटौती गर्ने स्पिडमा आएको छ सरकार, त्यो स्पिडमा आइराखेको छ। अहिलेको बजेट पनि चालु वर्षको बजेट पनि त्यही स्पिडमा आएको हो। अनि बजेटमा तपाईको नआएको कुरालाई अहिले गाडी चाहिँ चेन्ज गर्नुपर्ने मैले चाहिँ जेन्युन कारण देख्दिनँ। किन भन्दा यो बिचमा मुख्यमन्त्रीको पहल कदमीमा केन्द्रबाट केही गाडीहरू पनि ल्याउनु भएको छ हैन, मुख्यमन्त्री लगायत केही अब बढी हिँडुल गर्नुपर्ने मन्त्रीज्यूहरूको लागि त्यसले म्यानेज भएको होला। अरू हाम्रा मापदण्डभित्रका पुरानै गाडीहरू चढ्न मिल्छ र त्यही मापदण्डभित्र नयाँ गाडी खरिद गर्नु परे पनि त्यही मापदण्डभित्र बसेर खरिद गर्दाखेरि हुन्छ भन्ने मेरो चाहिँ दृष्टिकोण हो। म आफै क्याबिनेट हुँदा नि त्यही कुरा बोले हो, त्यसकारणले अहिले पनि त्यही कुरा हो। र खरिद गर्नु भएको छ भने हामी मापदण्ड परिवर्तन गरेको कुरालाई पनि समितिले प्रश्न गरौँ र बाँकी कुराहरू चाहिँ नगरियोस् भनेर सरकारलाई हामीले सचेत गर्दाखेरि हुन्छ जस्तो लाग्छ। मेरो कुरा यति हो, धन्यवाद। बैठकको सभापतिज्यू, अब यो ठिकै छ, अरू सबै कुराहरू मान्यज्यूले राखिसक्नु भएको छ। यो हाम्रो लेखा समितिको काम हामीले धेरै गरेका छौँ गर्न त काम चाहिँ, तर अब यसको रिजल्ट भनौँ न, रिजल्ट चाहिँ राम्रो रिजल्ट आइराखेको छ नि। त्यसो हुँदाखेरि चाहिँ अब रिजल्ट नआउँदाखेरि काम जति धेरै गरे पनि काम नभए जस्तो देखिने भयो। त्यस कारणले गर्दाखेरि अब यो हामीले तत्कालै अहिले आजको मुख्य बैठकको मुख्य उद्देश्य त प्रतिवेदन लेख्ने नै होला। सायद हाम्रो 3 वर्षको प्रतिवेदन लेख्न बाँकी छ, त्यसलाई एउटै किताबमा लेख्ने कि अब 3टा बनाउने भन्ने कुरो पनि अब सायद त्यो पनि अब ठोस गरौँ जस्तो लाग्छ। र फेरि अहिले सभापतिले राख्नु भए जस्तै यही समिति जुन उपसमिति छ त्यो उपसमितिले नै यसलाई लेखनलाई अगाडि बढाउँ भन्ने लाग्छ। एउटा यो भइहाल्यो। अर्को चाहिँ अब हाम्रो कामको गतिशीलता समितिको अब हाम्रो चाहिँ औपचारिकता मात्रै भएको छ क्या। यो औपचारिकता बैठक बस्ने, बल्ल बल्ल बैठक बस्ने, फुर्सद भएको बेलामा मात्रै हामी उपस्थिति हुने जस्तो भइराखेको छ। यो समितिको काम चाहिँ हाम्रो आफ्नै काम हो जस्तो हामीले गरिराखेका छैनौँ। त्यस कारण यसलाई अलिकति गति दिनुपर्छ भन्ने लाग्छ। अरू कुराहरू भन्दा पनि यो अब अन्य विषयवस्तुहरूमा चाहिँ यो 1-2टा कुराहरूको बारेमा, जस्तो अहिले यो आर्थिक मितव्ययिताको कुराहरू, अहिले गाडी किन्ने कुरादेखि लिएर यी सबै कुराहरू त आइसकेकै छन्। यो हाम्रो मन्त्रालयको सङ्ख्या हामीले थपिराखेका छौँ। हामीले 14वटा कि कति पुर्याइसक्यौँ एकातिर। अर्कोतिर हामीले प्रत्येक जिल्लामा कार्यालयको सङ्ख्याहरू पनि थपिराखेका छौँ। यी विविध कुराहरूमा पनि हामीले अलिकति सरकारलाई चाहिँ निर्देशन दिनुपर्छ होला भन्ने लाग्छ। अब मुख्य कुरा चाहिँ अब यो अहिलेसम्मको हाम्रो प्रगतिको प्रतिवेदन अथवा चाहिँ अहिलेसम्मको हाम्रो कामको यो 3टै वर्षको चाहिँ यो प्रतिवेदनको तयारी गर्ने कुरामा चाहिँ अलिक ख्याल गरौँ भन्ने लाग्छ। अरू विषयवस्तु चाहिँ उठेपछि फेरि राखौँला। सभापतिज्यू, सम्पूर्ण मान्यज्यूहरू, अभिवादन।
आज हामी 25औं लेखा समितिको बैठकमा छौँ। खास गरेर चाहिँ अब हाम्रो समिति चाहिँ अलिकति इनएक्टिभ हुनमा चाहिँ यो समिति चाहिँ पटक पटक यो हेरफेर भइराख्ने, को कता जाने अनि समितिको सभापति चयन गर्ने सवालमा पनि यता र उता भएको हुनाले पनि अलिकति यो काम अलिकति सक्रियता देख्न सकिएको छैन र त्यसमा पनि अब हाम्रो समिति चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ अब 2+2=4 भनेर ट्याक्कै देखाउने गरी चाहिँ केही पनि हुँदो रहेछ। अरू समितिको चाहिँ जस्तो अब के आयो छलफल गरेर पठाइदिएपछि त्यो काम 100% भयो। अब हाम्रो चाहिँ त्यो बेरुजु फर्स्यो त टोटल्ली त हुँदैन। त्यस भएको हुनाले यो अलि अप्ठ्यारो पनि समिति रहेछ। त्यसमाथि पनि फेरि यो कतिपय कुरा चाहिँ अब लेखा समितिले चाहिँ अलि फिल्ड भिजिट गर्नुपर्ने त्यो अवस्था पनि देखिन्छ। तर म त यो फिल्ड भिजिटमा जाने समय मिलेन। अरू समितिका साथीहरू फिल्ड भिजिटमा जाँदाखेरि पनि त्यो फिल्ड भिजिट जाँदाखेरि चाहिँ त्यो खर्च पनि मेन्टेन नहुने खालको चाहिँ कार्यविधि छ अरे। त्यसो हो भने त काम हुँदैन। काम चाहिँ गर, खल्तीको हालेर गर भन्दा त कसैले गर्दैन होला। त्यो कुरा चाहिँ करेक्सन हुनु जरुरी छ। किनभने अब फिल्डमा जाने अनि फिल्डमा जानलाई त्यो मान्यलाई आउने कुराले चाहिँ राम्रोसँग खान बस्न नि नपुग्ने भएपछि त्यसले पनि यो काममा एक्टिभनेस आउँदैन जस्तो मलाई लाग्छ। त्यो कुरा कसरी एड्रेस गर्ने हो त्यो कुरामा अलिकति सेन्सिटिभ हुनैपर्छ होला जस्तो लाग्छ। र अब यो मैले चाहिँ यो हाम्रो उपसमितिको तर्फबाट मैले खानेपानीको हेरेको थिएँ। खानेपानीमा चाहिँ त्यो सरस्वती के देखिँदो रहेछ भन्दाखेरि चाहिँ त्यहाँ आम रूपमा मातहतका कार्यालयले चाहिँ यो चाहिँदो नचाहिँदो डिपिआर गर्ने प्रवृत्ति हाबी रहेछ। हेर्नुहोस्, अब 5 लाखको योजना जान्छ अनि त्यो 5 लाखले चाहिँ मौका पर्दा सम्पन्न हुने योजना हुन्छ। अब त्यहाँ कार्यालयले प्रमुखले के गरिदिने रहेछन् भन्दाखेरि 5 लाखको चाहिँ 1.5 लाखदेखि 2 लाख 2.5 लाखसम्मको डिपिआर गरिदिने, बाँकी रहेको पैसाले चाहिँ पाइप खरिद गरिदिने। त्यसपछि त्यो योजना अलपत्र हुने, पाइप थन्केर बस्ने। अहिले पनि यो खानेपानी कार्यालयहरूतिर हेर्दाखेरि त्यो पाइपका चाङ छन्, योजना छैन। अहिले पनि के सुन्छु भने म त्यो चाहिँ योजना बनेका छन्, पाइप यहीँबाट लैजाऊ, पाइप अहिले तिमीले किन्न पाउँदैनौ, यहीँबाट लैजाऊ भन्ने। अब त्यहाँ पनि डुप्लिकेसन भएको अलिअलि आशंका गर्न सकिन्छ। अनि अर्को कुरो के छ भन्दाखेरि डिपिआर भएका योजनाहरूमा पनि त्यो डिपिआर भएको एउटा हुने र इम्प्लिमेन्टेसन जाँदाखेरि त्यो डिपिआरको अत्तो-पत्तो नभेटिने भनेर महालेखाले नै औल्याएको छ। त्यो हामीले पनि त्यो खालको देख्यौँ। त्यसो हुँदाखेरि चाहिँ अबका दिनमा मैले औल्याएको पनि छु, जसले डिपिआर गर्छ त्यो डिपिआर अनुसार काम सक्सेस भएन भनेदेखि त्यो डिपिआर गर्नेलाई त्यो डिपिआरको खर्च असुलपर गराउने पनि एउटा विधि बनाउनु पर्छ कि नभए त जस्तो बनाइदिए पनि भयो कपी पेस्ट गरेर। यो खालको पनि हामीले कार्यालयलाई निर्देशन दिनुपर्छ होला। अब यो बेरुजुको बारेमा त समग्रमा त्यस्तै नै हो। अब यो अलिक गाह्रै छ। अब अहिले जल्दो बल्दो रूपमा देखिएको अब वास्तवमा प्रदेशको औचित्यमाथि प्रश्न उठाइराखेको घडीमा अब यो हाम्रो चाहिँ यो खर्चको प्रवृत्ति पनि अलि हाबी बढी पनि हुँदै गएको छ। र यो रकमान्तरको कुराले चाहिँ वास्तवमा भन्यो भने मान्यहरूलाई चाहिँ यति आक्रान्त बनाएको छ नि। अब हामीले बेहोरेका छौँ होइन। त्यो चाहिँ अब मन्त्रीज्यूहरू भएको निर्वाचन क्षेत्र, अब त्यो उनलाई चाहिँ अब अलि जिल्लालाई पनि हुँदैन, उहाँ भएको निर्वाचन क्षेत्रलाई चाहिँ अलि शुभ लाभ हुने। अब अरू हामी चाहिँ हेरेको हेरे, यो एउटा गीत छ नि, यो दुश्मनी हेरेको हेरे भने जस्तो अरू हामी मान्ने चाहिँ हेरेको हेरे त्यो स्थिति छ। त्यसलाई पनि यो अलिकति हामीले अब सरकारलाई निर्देशन दिनुपर्छ होला। त्यसपछि अब यो अर्को महत्त्वपूर्ण कुरा चाहिँ यो इम्प्लिमेन्टेसनमा साह्रै यो अप्ठ्यारो बनाउने र काम ढिलो ढालो गर्ने कुरा चाहिँ यो कार्यविधि निर्माणको कुरा रहेछ। कार्यविधि निर्माणको कुरा चाहिँ यो हामीले स्ट्रिक्टली नै निर्देशन गर्नुपर्छ होला। मैले देख्दा चाहिँ कार्यविधि बनाउनका लागि चाहिँ अब एकैचोटि यो असोज कार्तिकतिर पुग्नुपर्ने खालको यो प्रवृत्ति किन हाबी हुन्छ, यो कुरालाई हामीले चाहिँ स्पष्ट निर्देशन दिनु पर्ला। यो चाहिँ किनभने कार्यविधि त अब असारमा बजेट आउँछ, असारमा बजेट आइसके पछाडि त अलरेडी बनेको कार्यविधि छँदैछ। त्यसमा केही हेरफेर गर्नुपर्छ भने साउनभरिमा हेरफेर गरेर भदौमा कार्यविधि ल्याए भयो नि। यो कुरा चाहिँ किन चाहिँ अब असोज कार्तिक किन पुग्छ कि कार्यविधि बन्न नै,
यो कुरा हामीले स्ट्रिक्टली निर्देशन गर्नुपर्छ, जसका कारणले गर्दाखेरि काममा चाहिँ ढिलाइ भएको छ। त्यसपछि त्यो कार्यविधिमा पनि अलिकति हामीले चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ त्यो कार्यविधिमा मान्यहरूको त्यो कहीँ इन्भल्भमेन्ट त हुनु नपर्ने, मान्यहरूको चाहिँ कुनै त्यो अनुगमन मान्ने दायित्व नहुने, केही खालको नहुने खालको कार्यविधि हाम्रो प्रदेश सरकारले बनाएको कार्यविधि प्रदेशकै मान्यहरूलाई चाहिँ बाइपास गर्ने गरी किन बन्छ? यो कुरा चाहिँ स्ट्रिक्टली हामीले निर्देशन दिनुपर्छ होला। त्यो कुरा चाहिँ अब यो हामीले आजको सन्दर्भमा त अब यो अलि विविधमा कुरा होला, तर यो महत्त्वपूर्ण कुरा चाहिँ हो। अब यो प्रतिवेदनको सम्बन्धमा त अब यो 3टा समितिका संयोजकज्यूहरूले गर्दा भइहाल्यो, त्यसमा ठुलो कुरो रहेन। अब यो बहुवर्षको एउटा समिति बनाएको थियो, हामीले बहुवर्षको समितिमा हेर्ने भनेर त्यो चाहिँ एउटा मिटिङसम्म सम्पन्न गरेर लिस्ट मगायौँ। अब यो हेर्न जाने समय चाहिँ मिलेन। अब अझै पनि समय मिलाएर जाने भएदेखि अलिअलि बहुवर्ष हेर्न जाउँ, त्यसको औचित्यको बारेमा केही कुराहरू चाहिँ के हो त, अब यो कस्ता औचित्य रहेछन् होइन। अब आखिर त्यो त्यो गएपछि उयो हेरेको हेरै हुने हो। तर अब अलिअलि चाहिँ औचित्य पूर्ण नभएका योजनाहरू पनि बहुवर्षीय रहेछन् भने त्यसलाई प्रश्न उठाउन चाहिँ सकिन्छ, तर हामीले फिल्डमा गरेर नहेरी चाहिँ भन्न सक्ने कुरो भएन। त्यो भएको हुनाले अब एकचोटि अब टाइम त छैन। अब यदि सम्भावना भयो भनेदेखि चाहिँ अलिकति यसो 2-4वटा जिल्लाका बहुवर्षीय यो भएका मध्ये पनि अलि ठुल्ठुलोमा जान सक्यो भने राम्रो हुन्थ्यो भन्ने सुझाव हो मेरो चाहिँ। सार्वजनिक लेखा समितिका सभापतिज्यू, मान्य सदस्यज्यूहरू, हामीले यो सार्वजनिक लेखाको आज 25औं बैठकमा आइरहँदा हामीले यो अनुगमन उपसमितिको सदस्य भएर म पनि चितवन र धादिङ जिल्लाको आदिमा चाहिँ जाने अवसर पाएको थिएँ र त्यसमा हाम्रो संयोजकज्यूले अहिले सबै कुराहरू ल्याउनुहुन्छ, प्रतिवेदनमै आउँछन् र मलाई लाग्छ हामी अनुगमनमा चाहिँ जानुपर्ने रहेछ भन्ने कुरो चाहिँ लाग्यो। किनकि हामीले त्यहाँ अब चिसनी केन्द्रहरू हेऱ्यौँ, अनि रङ्गशाला त्यहाँनेरि, अनि पुलहरू यस्तो अब तपाईँलाई आदि बनेर बसेका कोही चाहिने ठाउँमा हो कि कोही नचाहिने, त्यहाँ कस्तो देख्यो भने जनताले आवश्यकताको आधारमा मागेको हो कि यो प्रदेश सरकारले चाहिँ त्यसैकै खाऊ भनेर दिएको जस्तो अवस्था पनि देखियो त्यहाँनेरि। जस्तै खैरिनीको त्यो चिस्यान केन्द्र अहिले त्यो अलपत्रै अवस्थामा छ। त्यहाँनेरि अब तपाईँलाई त्यो नगरपालिकाले नि लिन चाहेको छैन, त्यहाँ एउटा सहकारी र ऊ भएर त्यो बनाएको रहेछ। त्यस्ता कुराहरू अब रहेछन्। अब जस्तै धादिङको चिसन केन्द्र पनि त्यस्तै, अनि धादिङमै एउटा पुलको अवस्था पनि हामीले देख्यौँ त्यस्तै खालको। र त्यस्ता योजनाहरू धेरै छन्, धेरै ठाउँमा छन्। खानपानी उसो पनि पुगेका थियौँ र मलाई लाग्छ हामीले अनुगमन चाहिँ गर्नै पर्ने रहेछ यो जस्तो लाग्यो। र अब अहिलेको सन्दर्भमा अहिले मान्यज्यूहरूले राखि पनि सक्नुभयो यो बहुवर्षीय योजनाका कुराहरू, अनि यो रकम अन्तरका कुराहरू। यो रकम अन्तरको कुरा गर्दा मलाई नि लाग्छ हामीले पनि अब धेरै नभए नि सानो थोरै बजेट सम्बोधन गरेर गरेका थियौँ। आजसम्म पनि त्यहाँको उपभोक्ता समितिबाट खै आइपुगेको छैन भन्दै फोन गरे हुन्छन् कसैले चाहिँ आयो अब कसरी गर्ने भन्ने छ। यो जस्तै अघि मातृका मान्यज्यूले राख्नुभयो यसको विषयमा, र यस्ता कुराहरूलाई चाहिँ हामीले यो लेखा समितिबाट चाहिँ कसरी जाने भनेर यो चाहिँ अलिकति सरकारलाई हामीले झकझकाउनै पर्छ भन्ने जस्तो मलाई पनि लागेको छ। र यति भन्न चाहे। धन्यवाद। समितिको के अरे वार्षिक प्रतिवेदन लेखन सम्बन्धमा र यो बागमती प्रदेशका विभिन्न मन्त्रालय र निकायहरूको अनुगमन गर्ने उद्देश्यले गठित समितिको प्रतिवेदन सम्बन्धमा छलफल भन्ने रहेछ। यो प्रतिवेदन लेख्ने क्रममा चाहिँ प्रतिवेदनहरू लेख्दाखेरि चाहिँ यो त हामीले वार्षिक
कार्यक्रम अन्तर्गत लेख्न पर्यो, बुझाउनु पर्यो। बुझाएपछि कति कार्यान्वयन हुन्छ हुँदैन। लेखा समितिको काम चाहिँ रन्दा लाउने अथवा चिल्लो बनाउने भन्दा पनि गरा देखियो भने त्यो गरा जस्तै नै तस्बिर उतारेर यो चाहिँ के अरे प्रतिवेदन बुझाउँदा धेरै राम्रो हुन्छ। किनकि अनुगमन जहाँ गयो जो गयो त्यहीँ रिङ्गटा लाग्ने राम्रो जस्तो जुन तरिकाबाट हेर्दा पनि रिङ्गटा लाग्ने खालको छ कि अनुगमनमा के उद्देश्य छ कि छैन त्यो पनि थाहा छैन। उद्देश्यले हो कि निरुद्देश्यले बजेटको विनियोजन भएको थियो कि यस्तो कुरा चाहिँ अलि धेरै जसो चाहिँ देखियो। अब त्यही अनुसारले अब गरा पाटाहरू जे जस्तो छ त्यो नै लेखेर उल्लेख गरेर यो समितिको प्रतिवेदनहरू बुझाउनुपर्छ जस्तो लाग्छ मलाई। अब अरू कुरा त्यस्तो छैन। अब सभापतिज्यूले अहिले भन्नुहुन्थ्यो कि रकमान्तर चाहिँ कहिलेसम्म गर्ने, कतिसम्म गर्ने। अब यसको पनि धेरै कहाली लाग्दो कुरा छ मान्यज्यू। अब इच्छा जे पर्छ जे लाग्छ त्यो काम गर्नुहुन्छ। तब हामी सबैलाई थाहा छ कि कुन पार्टी कुन दलको सांसदहरूको कति पैसा कटेको अघिल्लो वर्षमा भने वास्तवमा मेरो योजनाको सुरुमा असारको पोहोर साल असारमा मेरो योजना जुन नाम दिएको थियो त्यो अपहरण परेछ। अपहरण पर्यो। माघ फागुनतिर कता झालाक झुलुक देखियो भन्ने सुने मैले। चैत 19 गते 20 गते आइपुग्दा त्यसको हत्या भएको कुरा थाहा पाएँ। त्यसको हत्या भयो होइन। फेरि बिउजिन्छ अरे कताबाट कता पुर्या छ अरे बिउजिन्छ अरे भन्ने पनि सुने। बिउजिन्छ भने पनि ठिकै छ त भन्ने। मैले एक ठाउँ बकैया 10 मा एक ठाउँ त्यो बागमती नदीले चाहिँ नि ठुलो बस्ती र घना बस्ती र अनि खेतीयोग्य जमिन नै काट्न सुरु गरेपछि त्यो ठाउँमा 30 लाखले बागमती नदी नियन्त्रण त हुन्छ कि हुँदैन तै पनि सुरुवात गरौँ भने 30 लाख प्रस्ताव गरेको थियो। वन मन्त्रालय जलधार अन्तर्गत 10 लाख पैसा हाल्नु भएछ। 10 लाख पैसा हालिसकेपछि त्यहाँको स्थानीय समुदायले 10 लाख पैसाले हामी केही काम गर्न सक्दैनौँ, कहाँ लानुपर्छ फिर्ता लानुहोस् भनेर त्यहाँको वडा सदस्यहरूले नै यो चाहिँ हामी काम गर्दैनौँ भनिसकेपछि एकजना साथी एउटा पार्टीको कार्यकर्ता पनि हो, निर्माण व्यवसायी पनि हो, उहाँले म कोटेसनमा काम गर्छु भन्नुभएछ। कार्यालयसँग मिलेर मसँग पनि कुराकानी गर्नुभयो। आएको बजेट किन काम गर्नुभयो। त्यो काम गरिराखेको ठाउँमा उहाँले त्यो 10 लाखको पनि काम गर्नुभयो। सायद फरफारक पनि गरिसक्नु भयो होला। अनि मेरो अपहरण परेको योजना फेरि बिउजिन्छ अरे भनेपछि ल त्यसो भए त्यसमा चाहिँ 40 लाख हाल्नु भनेको थिएँ मैले। अनि के अरे दल हुँदै मुख्यमन्त्री हुँदै सम्बन्धित मन्त्रालयमा गयो त्यो 40 लाखको। सम्बन्धित मन्त्रीज्यूलाई पनि भेटेर मैले कुराकानी गरेँ। तपाईहरु रकमान्तर गर्दै हुनुहुन्छ अरे, मेरो पनि एउटा दुईटा गर्नुहुन्छ कि के को रकमान्तर गर्नु नि? भएको जति पैसा सबै तपाईहरुले पठाएको योजनामा चाहिँ मैले हाल्नुपर्ने भयो। 40 एउटै कार्यक्रमलाई 40 लाख पठाएछ, जम्मै त्यो 40 लाख मैले त्यहाँ हाल्नुपर्ने भयो। कति करोड 6 करोड कि कति करोड पैसा थियो सबै यस्तै गरेर सक्यो। रकमान्तरको अरु तपाईहरुलाई पैसा आउँदैन ल भन्नुभयो। म पनि यति सोझो रहेछ कि हो के अरे भन्ठाने। अस्तिको दिन चाहिँ तपाईको पैसा त गयो, त्यो अपहरण परेको योजना पनि फेरि पैसा परेको छ, काम गर्नु लाउनुस् अब भने गएर सम्बन्धित कार्यालय मन्त्रालयमा गएर हेरेको 10 लाख हाल्नु भएछ। जुन ठाउँमा पहिला 10 लाख हालेर काम गर्नु सक्दैन भनेर फिर्ता पठाउनु खोज्दा एउटा पार्टीको कार्यकर्ता जसले कोटेसनमा काम गर्यो त्यो ठाउँमा चाहिँ 20 लाख हाल्नु भएछ। मैले भनेको थिएन त्यहाँ चाहिँ 20 लाख हाल्नु भएछ। जुन कार्यक्रमको लागि मैले 40 लाख माग गरेको थियो। अनि मैले सोधेँ तपाईले 10 लाख हाल्नुको कारण चाहिँ के हो त्यो भने त्यो 10 लाख चाहिँ त्यहाँ काम गर्न सक्दैन भनेर। त्यही ठाउँ त्यही खोला बागमती नदी नै एक ठाउँ चाहिँ 40 लाख हाल्नु मिल्ने
काम गर्न सक्ने समय हुने। अर्को ठाउँ चाहिँ 10 लाख मात्रै हाल्यो। किन हाल्यो 10 लाख भने त्यो चाहिँ काम गर्न सकिँदैन भनेर हाले। मान्छे पछिको के अरे आफ्नो दृष्टिकोण अथवा आफ्नो के भन्छ स्वार्थ अनुसारको काम भइराखेको छ। कहिलेसम्म हुन्छ यो रकमान्तर भने असारको 16 गतेसम्म पनि हुन्छ। यो रकमान्तर कुनै बेला मैले थाहा पाएको छु असारको 16 गतेसम्म पनि रकमान्तर गरेर यसमा चाहिँ के हुँदैन भने जन्म दर्ता गरेको चाहिँ आज गरेपछि अब त्यो चेन्ज गर्नु मिल्दैन। नागरिकता बनाएको कुरा नि चेन्ज गर्नु मिल्दैन आज बनाएपछि। त यसमा चाहिँ असारको 16 गते गर्छ तर वैशाखको 3 गते रकमान्तर गरेको थियो भनेर लेख्न मिल्छ कि त्यसमा। यसमा जन्म दर्ता गरेको जस्तो डेट सार्न नमिल्ने त्यस्तो परिपाटी छैन, जसको कारणले असारको 16 गते गर्दा नि हुन्छ रकमान्तर। असारको 16 गते गर्दा नि हुन्छ। उसले लेख्दा चाहिँ के लेख्दो रहेछ भने वैशाखको 3 गते भएको थियो अथवा वैशाखको 29 गते अथवा जेठको 10 गते भन्न नि मिल्छ। त्यसकारण यो निरन्तर गरिरहन्छ रकमान्तरको कुरा। अलिकति प्रसङ्ग यहाँ मान्यजीले गाडीको कुरा नि गर्नुभएको थियो। अब गाडीको नि हामीसँग प्रशस्त बजेटहरू भएकोले कुन गाडी चढ्यो के गाडी चढ्यो भनेर किन ल्यान्ड क्रुजरको जमाना छ अहिले। बरु त्यस्तो चाहिँ किन आइराखेको छैन। अब रूप रङ्ग त त्यस्तै देख्ने रहेछ अहिले किनेको नयाँ गाडीहरूको सेप चाहिँ त्यस्तै देखिन्छ तर त्यो गाडी होइन। त्यसकारणले त्यस्तो खालको त मन्त्री भएको मान्छे स्कर्पियोमा चढेर हिँड्छ। अब अहिले ल्याएको नयाँ गाडी पनि अब त्यसको चाहिँ नि अलि फरक मोडल देखिए पनि स्कर्पियो नै लेखा रहेछ कि त्यो चाहिँ अलि भएन। अझ राम्रो मन्त्री मुख्यमन्त्री स्कर्पियो चढेर आएको थियो भन्ने बनाउने मन्त्रीलाई त्यसो हुँदैन अहिले चाहिँ। त्यसकारणले हामीले यस्तो बारेमा चाहिँ नि यत्रो बजेट छ बागमती प्रदेशमा, यत्रो धेरै गाडी घोडा चल्ने ठाउँ हो बागमती प्रदेश भनेको। त्यही यातायातैबाट चाहिँ नि हामीलाई धेरै पैसा जुटाइदिएको छ नि। अनि त्यही यातायातबाट त्यत्रो बजेट जुटाइदिएको छ अनि मन्त्रीले स्कर्पियो चढेर हिँड्नु सुहाउँछ र। त्यसकारणले यो चाहिँ अब अहिले अपडेट हुनुपर्छ मन्त्रीज्यूहरू मुख्यमन्त्रीज्यूहरू। हिजो एउटा निर्णय गरे स्कर्पियो कुरा भनेर होइन, त्यसलाई अब चाहिँ परिवर्तन यति ठुल्ठुला पार्टीको सरकार छ, यति ठुल्ठुला पार्टी यति ठुल्ठुला चाहिँ मन्त्री छ, हाकी तँलाई पैसा हाल्दिनँ के गर्छस् कहाँ बोल्छस् भन्ने मन्त्रीहरू छ आजभोलि भने। अनि स्कर्पियोमा हिँड्नु मिल्छ। त्यो यतातिर चाहिँ अब हामीले अब चासो नराखिकनै जति सक्छ छिटो पुग्नु छ नि त। मन्त्री त छिटो पुग्नुपर्ने हुन्छ। स्कर्पियोमा बिस्तारै झोलङ्गोमा हल्लिया जस्तो गरेर हुन्छ र द्रुत गतिमा टायर पनि यसो माथि अलिकति उठ्ने खालको त्यस्तो खालको गाडीको चाहिँ बरु अब चाहिँ कल्पना गर्दा राम्रो हुन्छ सरकारले त होइन। हामीले यो बारेमा चाहिँ लेख्ने बोल्ने गर्नुभन्दा बढ्न दिनै धेरै राम्रो हुन्छ होला जस्तो लाग्छ मलाई। धन्यवाद। गाडी त बढु त्यो हाइलेक्स किले बरु 8-10 वर्ष मर्मतै धेर गर्नु पर्दैन त। यो स्कर्पियो त मर्मतले नै अर्को मोल थप्छ क्या, फेरि त्यो अर्को गाडीभन्दा महँगो हुन्छ। अलिकति कुरा राखौँ है। आज मैले इलेक्ट्रिक गाडी किन्ने होइन मान्यज्यू, अघिल्लै पालामा इलेक्ट्रिकको गाडी मात्रै होइन 2-3वटा देश त अनुगमनमै गएको सांसदजीहरू नै इलेक्ट्रिक गाडी किन्ने भनेर किनेरै ल्यायो। मान्य सदस्यहरू विशेष गरी अब धेरै कुराहरू आइसकेका छ। अब यसमा 2-3टा कुरा वास्तवमा अनुभवको पनि कमी नम्बर 1। अर्को कुरा हाम्रो समिति ढिला गठन भयो भनेर भन्ने अवस्था नि छैन। जेठ 7 गते समिति हाम्रो गठन भएको 1 वर्ष पुरा भएर आइसक्यो। यो आर्थिक वर्ष पुरै गर्दाखेरि पनि हामीले 7औं प्रतिवेदन महालेखा परीक्षक कार्यालयले प्रदेश प्रमुखमा पठाइसकेका छ। हामी कहाँ आइपुगेका छैन, यद्यपि हेर्न पाइएला। त्यसमा हामीले जतिसुकै काम गरे पनि 30 देखि 40% भन्दा रिजल्ट निस्कने मैले चाहिँ अनुमान गरेको छैन। त्योभन्दा बढी, किनभने अघि भने टाइम फ्याक्टरको कुरा पनि हो।
यो हामीले काम गर्दा मङ्सिर मसान्तभित्र लेखा समितिले जस्तो 7औं प्रतिवेदन आयो भने हामीले चैतमा फागुन चैतमा गएर चाहिँ त्यसको छलफल गऱ्यौँ भने कुनै रिजल्ट निकाल्न नसक्ने रहेछौँ। त्यो चाहिँ मङ्सिर मसान्तभित्रमा 7औं प्रतिवेदन लगभग दफा छलफल महालेखा परीक्षक सहित राखेर सम्बन्धित मन्त्रालय मन्त्री सचिव जो बोलाउनु पर्ने हो बोलाएर त्यो चाहिँ छलफल सिद्ध्यायौँ भने बल्ल त्यसको रिजल्ट चाहिँ निकाल्न सकिने रहेछ भन्ने एउटा निचोडमा म पुगेको छु। अब यसपालिको चाहिँ त्यही गर्नु पर्ला जस्तो मलाई लाग्छ। यो हाम्रो उपसमितिहरू चाहिँ के छ भने हामीले जस्तो चैतमा यो स्रोत सुनिश्चित सम्बन्धी पट्टापट हुँदैछ भन्ने थाहा पाएर हामीले बनायौँ। बनाइसकेर चाहिँ एउटा बैठक बस्दा ओर्दा अहिले त चाहिँ अन्न धुन्न व्यक्ति हेर्न सक्ने होइन कि पैसा थप गरेर चाहिँ के छ भने त्यो स्रोत सुनिश्चित गरेको त अब त्यो चाहिँ विकराल अवस्थामा पुगिसकेको छ। चाहे सरकार जोसुकैको होस् त्यो तिर्न नलाग्नु। लेखा समिति यो चाहिँ के छ भने व्यथितिलाई मौलाउँदै गयो भने प्रदेश सरकार साँच्चीकै चाहिँ के छ भने यो बजेटै बनाउन नसक्ने अवस्थामा पुग्छ। त्यसकारण सरकारलाई घच्केचाउने हामीले नै हो, सरकारलाई आँखा देखाउने पनि हामीले नै हो। र म चाहिँ अब हामीले रिक्वेस्ट के गर्छु सबै सदस्यहरूलाई भने हामीले यो मङ्सिर मसान्तभित्र अब आउने प्रतिवेदन यो बाँकी प्रतिवेदन पनि गरौँ। यो वर्षसम्म हामीले मुख्यमन्त्रीलाई बोलायौँ, मुख्य सचिवलाई बोलायौँ, सबै सचिवहरू बोलायौँ, मन्त्रीहरू पनि राखेर चाहिँ के छ भने बोल्ने मात्र काम गऱ्यौँ। बोल्ने भने निर्देशन दिने, बोल्ने, उहाँहरूको कुरा सुन्ने, आफ्नो कुरा सुनाउने काम नगऱ्यौँ। त्यसले मात्र रिजल्ट दिएन। अब आउने वर्ष चाहिँ के गरौँ भने मङ्सिर मसान्तभित्र यो रिजल्ट कामको रिजल्ट पनि चाहिँ हामीलाई चाहियो। यो अहिले जुन निस्किरहेछ स्रोत सुनिश्चिततामा भद्रगोल चाहे जोसुकैको सरकार, यो लेखा समितिले कसको पार्टीको सरकार छ कसो हिजो विगतमा पनि कमी कमजोरी भयो भनेर अहिले त्यसलाई निरन्तरता दियो भने लेखा समिति चुप लागेर बस्नु मिल्दैन। हिजोको पनि सच्याउनु पर्यो नि त। अहिले थप नयाँ गर्न पाइएन। अब अहिले मन्त्रीहरूको चाहिँ के छ भने जवाफ हिजो हामीले सुन्दाखेरि पनि सबै कुराहरू यसो सुन्यौँ भने हिजो पनि भएको थियो, अहिले पनि भएको थियो, अधिकांश बोलायो हाम्रो पनि त्यही नै छ। ए बाबा हिजो गल्ती भएको थियो अहिले पनि गल्ती गर्दै जाने, हामी चुप लागेर बस्ने सचिन चाहिँ कहिले हो त? त्यस कारणले अहिले थप गम्भीर गल्तीहरू पनि भएको रेकर्डमा आछ। यसमा बस्ने चुप लागेर बस्ने कुरै छैन। एउटा रिजल्ट, अर्को छानबिन, अनुसन्धान र छानबिन, कारबाहीसम्म यो तीनटाको वर्ष यो अब आउने वर्ष बनाऊ। यसले निश्चित रूपमा हामीलाई रिजल्ट दिन्छ जस्तो लाग्छ। अब यो वर्ष जे जति भयो यसमा चाहिँ के छ भने चित्त बुझाएर एउटा प्रतिवेदन जुन तयार भएको छ यो टेन्टेटिभ चाहिँ के छ भने प्रतिवेदन पढेर सुनाउनुहोस्। अहिले उपस्थित साथीहरू सबैले पाउनु नै भएको छ मान्यज्यूहरूले। र यसलाई चाहिँ हामी 29 गते दिउँसो यो कोष तथा लेखा नियन्त्रकलाई पनि बोलाउने आज निर्णय गरौँ। उहाँलाई सहित बोलाएर यो चाहिँ अत्यन्त गम्भीर चाहिँ के छ भने आपत्तिको विषय हो। यदि साधारण खर्च भ्रमण भत्तादेखि लिएर दैनिक भ्रमण भत्ता पनि थपेर चाहिँ के छ भन्दाखेरि बढाएर चाहिँ गर्ने भनेको त्यो चाहिँ के छ भने यो अत्यन्तै अनियमितता अन्तर्गतै पर्छ यो। त्यो दिन अलि चाँडै गरेर दिनभरि बसौँ। पाइप खरिदको मात्र अहिलेसम्म आइपुग सार्वजनिक लेखा समितिले त्यो त अख्तियारको विषय बनाएर ल्याउनु पर्ने के अरे सरी महालेखा परीक्षकले त्यो ल्याउनु पर्ने हो, त्यो ल्याएको छैन। पाइप खरिद गर्नु भनेर त योजना सम्पन्न हुनु होइन नि। कसैले सिमेन्ट किन्ने बित्तिकै योजना सम्पन्न भयो भन्न मिल्दैन। त्यसैले पाइप खरिद गर्ने बित्तिकै त हुँदैन। अब अहिले हेर्दाखेरि यो यति भद्रगोल बनाएको छ यो खानेपानीले, यो अत्यन्त के चिन्ताजनक अवस्था छ त्यो। त्यसैले यो पनि एउटा विषय चाहिँ पर्सि चाहिँ यो विषय उठान गर्नुपर्ने भएको छ। खानेपानीले त कस्तोसम्म गर्दो रहेछ भन्दाखेरि तपाईँको
मर्मत गर्नलाई भनेर पैसा हालिदिएको छ, पाइप फेर्नु पर्दैन, ट्याङ्की स्याङ्की बनाउनु पर्छ भनेको होइन। यो कहाँ हुन्छ, यो चाहिँ 2 किलोमिटर चाहिँ पाइपै थप भनेर भन्दो रहेछ क्या, फेर्न पर्ने नै छैन। त्यहाँ मलाई भनिदिनु पऱ्यो मान्यज्यू भन्दै थिए यो आयोजनाकोले, अनि त्यो पाइप उसैले किनेको लानुपर्ने फेरि। यो खानेपानीमा मात्र होइन, मैले मान्यज्यू अहिलेसम्मको हामीले अनुगमनबाट प्राप्त गरेको शीत भण्डार हामीले बनायौँ, अरबौँ रुपियाँ गयो। त्यो शीत भण्डारको के छ भने यदि कार्यविधि जुन पहिला बनेको त्यो कार्यविधिमा मात्रै मन्त्रालय र सरकार अडेको भए, पोलिटिकल प्रेसर नभएको भए त्यो शीत भण्डार आज सबै ठाउँमा सञ्चालन हुन्थ्यो। समस्या कहाँनिर देखिन्छ भने ठेक्का लगाइसकेर एउटा चाहिँ के छ भने मापदण्ड र कार्यविधि बनिसकेपछि 6 महिनामा कार्यविधि चेन्ज भएको छ, अर्को 4 महिनामा कार्यविधि चेन्ज भएको छ, फेरि 7 महिनामा चाहिँ इन्ट्रेस्टमा कार्यविधि चेन्ज भयो। हुँदा आज शीत भण्डार अख्तियारको पनि छ उसमा, र त्यो 11 बनेको शीत भण्डार, 9 बनेको शीत भण्डार नचलेर माकुराले जाल लगाएको अवस्था छ प्रदेशको। त्यत्रो भ्यू टावरहरूको हाम्रो चाहिँ के छ भने गतिविधि त्यस्तै छ। त्यसै गरी चाहिँ के छ भने जुन अहिले रङ्गशालाहरूको नाउँमा हामीले दिएको खण्डहर भएर उभिया छ, फेरि त्यतातिर फर्केर फेरि खेलकुद मन्त्रालय पनि सरकार पनि हेर्ने पक्षमा देखिन्न। प्रदेशको खर्च भइसक्यो त्यत्रो पैसा, अब पिलर मात्र ठडिएर बसेको छ, काहीँ स्ल्याब लागेर बसेको छ, काहीँ चल्नै नसक्ने छ, 1-2टा चलेको छ, रिजल्टमा हाम्रो दिएकै छैन। र अहिलेको थप जुन कार्यक्रम पनि युवराज मान्यजीले चाहिँ के छ भने संसदमा पनि उठाउनु भएको छ, थप कार्यक्रम पनि त्यस्तै विकराल चाहिँ के छ भने समस्या ल्याउने र रिजल्ट नदिने, त्यो अल्पत्रै पर्ने कार्यक्रममा सरकार चाहिँ उद्धत भएर लागेको छ भनेपछि त्यसमा चाहिँ हामी यो चाहिँ के छ भने हाम्रो सरकार छ, यसको सरकार छ, हिजो यसको थियो भनेर बस्नुभन्दा लेखा समिति निरपेक्ष भएर चाहिँ निर्मम भएर लागौँ। यो चाहिँ के छ भने बेसिती हामीले रोक्न सकेनौँ भने वास्तवमा यो प्रदेशमाथि जुन क्वेसन उठिरहेछ त्यो क्वेसन झन् बढ्दै जाने हो। हामीले पनि चाहिँ के छ भने यो समितिमा बसेर वास्तवमा गर्नुपर्ने काम नगरेर एउटा चाहिँ के छ भने प्रदेश सभालाई नै धोका दिए जस्तो हुन्छ। त्यस कारण यो मङ्सिर मसान्तभित्र रिजल्ट आउने गरी काम गर्नु युवराज मान्यज्यू कुरा राख्दै हुनुहुन्थ्यो। सभापतिज्यूले भन्नुभयो जस्तै अरू मान्यज्यूहरूले पनि राख्नुभयो। अब लेखा समितिले हामीले विधि अनुसार विधि विपरीत भएका सबै कुराहरूमा प्रश्न गरौँ, चाहे त्यो विगतको होस्, चाहे अहिलेको होस्, चाहे भोलि आउने कुरालाई पनि हामीले खबरदारी गर्ने गरी विधि पद्धतिभन्दा बाहिरका कुराहरूमा हामीले सरकारलाई प्रश्न गर्ने नि एउटा सहमति गरौँ। त्यो अनुसारका हरेक निर्णयमा त्यसरी जाउँ, एउटा कुरा होइन। दोस्रो, विगतमा निर्मित संरचनाहरू जो अहिले प्रयोगमा आउन सकेका छैनन् तिनलाई प्रयोगमा ल्याउनको लागि सरकारलाई घचघचाउने तरिकाले नै हामीले निर्णयहरू गरौँ र पहलहरू लियौँ। अब एउटा उदाहरण जस्तो, गत वर्ष म आफै भौतिक पूर्वाधार विकास मन्त्री थिएँ, त्यति बेला हामीले के गर्यौँ मन्त्रालयले भने पहिलो वर्षको बजेटमा त्यो ध्यान हाम्रो पुगेन। दोस्रो वर्ष हरेक जिल्लामा भौतिक मन्त्रालयले बनाएका सामुदायिक भवनहरू चाहिँ अधुरा, काहीँ चाहिँ डिपिसी लेभलमा काम भएका, काहीँ पिल्लर उठेका, काहीँ छत हालेका, झ्यालडोका नभएका र सबै प्रयोगमा नआएका के त्यो जिल्लाहरूबाट हामीले डेटा कलेक्सन गऱ्यौँ। र जुनसुकै पालामा होस्, आजभन्दा 2 वर्ष 4 वर्ष अगाडि जुनसुकै बेलामा प्रदेश सरकारको लगानी भएर त्यो संरचना निर्माण सुरुवात भएको हो भने त्यो सबै कार्यक्रम ल्याऊ, प्रस्ताव ल्याऊ भनेर हामीले जिल्ला कार्यालयलाई भन्यौँ र उहाँहरूले ल्याउनु भयो। ल्याइसकेपछि हामीले त्यसमा आवश्यक बजेट राखेर त्यसलाई सम्पन्न गर्ने र प्रयोगमा ल्याउने भन्ने एउटा निर्णय गर्थ्यौँ है। सँगै हामीले कार्यविधि पनि के निर्माण गऱ्यौँ भौतिक पूर्वाधार विकास मन्त्रालयले भने सामुदायिक भवन अथवा यस्तै किसिमका संरचनाहरू जो अधुरो भएर प्रयोगमा आउँदैन भने त्यसको पुरै सम्पन्न हुने कुराको स्रोत सुनिश्चित नभइकन त्यो कार्यक्रम कार्यान्वयन नगर्नु, गरे त्यसको चाहिँ आयोजना प्रमुख जवाफदेही हुने भन्ने हिसाबको कार्यविधि पनि पारित भएको छ। त्यसकारणले यो हिजो संसदमा पनि मान्यज्यूहरूले कुरा उठाउनु भएको छ। अहिले चाहिँ प्रदेश सरकारले संरचना बनाइदियो सुरु गर्यो भने चाहिँ प्रदेश सरकारको वाइवाई हुने, तर त्यो पछि सम्पन्न नभएर प्रयोगमा नआउँदाखेरि त्यही कुराले प्रदेश सरकारलाई फेरि आलोचना गर्ने, किन राज्यको सम्पत्ति दुरुपयोग हुनु, प्रयोगमा नआउनु पनि एक किसिमको अख्तियारको दुरुपयोग हो। त्यसकारणले त्यो कुरामा चाहिँ सरकारलाई सचेत गराउने गरी जाउँ होइन। जोसुकैले बनाओ 7 वर्ष हो प्रदेश सरकार निर्माण भएको, 7 वर्षदेखि यता निर्माण भएका सबै संरचनाहरू सम्पन्न हुनु पर्यो र त्यसको जे उद्देश्यले बनाएको हो सम्बन्धित मन्त्रालय निकायलाई जिम्मेवार बनाएर त्यो चाहिँ प्रयोगमा ल्याऊ भनेर हामीले सरकारलाई चाहिँ भन्नुपर्छ। यसरी जाउँ भन्ने मलाई लाग्छ।
यति नै कुरा हो। अरू त प्रतिवेदन लगायतका कुराहरूमा रिजल्ट हाम्रो आएन भन्ने कुरा अब यो एक हप्तामा जति काम गर्न सक्छौँ गरेर हामीले डेडलाइनमा त प्रतिवेदन पेस गर्नै पर्छ 30 गते त हैन। अरू हामीसँग केही पनि विकल्प छैन। त्यसकारणले अब यो समय चाहिँ अलि युद्ध स्तरमा सबै मान्यज्यूहरूले समय दिएर काम गरौँ हैन। अब कोही एकाध मान्यले एक दुईजना व्यक्तिले नभ्याउने बित्तिकै हामी 17 जना त छौँ नि त। अरूले त पहल लिनु पर्यो नि। उपसमितिका मान्यज्यूहरूले संयोजकहरूले टाइम दिँदा पनि पुग्छ के हैन। ल मरहरूले तपाईँहरूले दिन नि सक्नुहुन्छ, दिइराख्नु पनि भएको छ। त्यसमा अरू सहयोग गर्ने हामी सबैले सहयोग गरौँला। र अब यो एक हप्तालाई चाहिँ प्रतिवेदन लेखन हप्ताकै रूपमा एउटा लिएर हामी कम्प्लिट गरौँ भन्ने मेरो कुरा हो। यो अब इस्युगत त धेरै कुराहरू छन् हैन। एउटा इस्युमा एउटा मन्त्रालय कुराहरू त धेरै कुराहरू छन्, प्रतिवेदनमा पनि आउँछ। हामीले कति समय त्यो म्यानेज गर्न सकेका छौँ, अब गर्नु पनि भएको छ। अब लेखा समिति समग्रमा पारदर्शिता र उत्तरदायित्वको सवालमा, दायित्व वहन गर्ने सवालमा मेजर यही नै हो हैन। अब चेक एन्ड ब्यालेन्स समग्रमा सरकारलाई गराउनु पर्ने समिति यही नै हो। त्यसले हामीले गर्ने टाइम म्यानेज र लेखा समितिलाई प्राथमिकतामा हाम्रो टाइमलाई राख्ने कुरा चाहिँ अलिक ध्यान दिनुपर्छ कि भन्ने मेरो आग्रह हो हैन। किनभने मैले पनि अरू कुरा छोडेर भए पनि यसलाई हामीले जति सार बनाउन सक्यौँ त्यति सरकारलाई पनि सजग बनाउन सक्छौँ हैन। अब अहिले चाहिँ के देखेको भने अब युवराज मान्यज्यू धेरै अनुभवी हुनुहुन्छ, सरकार धेरै समय चलाएको हुनाले हैन। अब सरकारको प्रवृत्ति नै हुन्छ फास्ट ट्र्याकमा जाउँ, काम गरौँ, सकेसम्म गरौँ, सकेसम्म यो संसदको समितिको झन्झटमा नफसौँ, यो धेरै कुरो स्पष्ट गर्न दिन नपरोस् भन्ने भइ नै हाल्छ हैन। युवराज मान्यज्यूलाई धेरै थाहा छ। म थोरै समय मात्रै बसेँ मन्त्रालयमा हैन। अब त्यो हुन्छ नै, त्यो भएर चेक एन्ड ब्यालेन्सको लागि समिति बनाएको। अब यो समिति फङ्सनेबल भएन भने सरकार र सरकारका सचिवहरूले पनि अब यस्तै हो, यो आउँछन् जान्छन् भन्ने खालको कुरा हल्का रूपमा लिदिने रहेछन्। त्यो मानसिकता हुन्छ हैन। अनुगमनको क्रममा जाँदा पनि कतिपय हाकिमहरूको मनोविज्ञान एउटा खालको देखिन्थ्यो, कतिपय हाकिमहरूको मनोविज्ञान अर्को देखिन्छ। त्यो अब कर्मचारीहरूले नि मापन गर्छन् क्या मान्नेहरूलाई हैन। मान्नेहरू कति तयारीका साथ आएको छैनन् भन्ने खालको कुरा पनि उनीहरूले मापन गर्छन्। एउटा हेराइमा उनीहरूले त्यो हिसाबको गर्छन्। अलिकति हाम्रो अल्मल्या जस्तो मलाई के लाग्यो भने हामीले चाहिँ जस्तो मेरै उपसमितिमा पनि हामीले चाहिँ फलानु मन्त्रालय फलानु मान्यज्यूको, फलानु मन्त्रालय फलानु मान्यज्यूले हेर्ने अनि निचोड निकाल्नुला भनेर भन्ने हो। त्यसले चाहिँ अलिकति के अप्ठ्यारो पऱ्यो कि जस्तो लाग्यो भने सिङ्गल माननीय चाहिँ मन्त्रालयमा जाँदाखेरि अलि अप्ठ्यारो पऱ्यो हो कि भन्ने लाग्यो। होइन कुरा आएन हैन। त्यो दुईजना मात्रै हुँदा पनि अलि स्ट्रेन्थ हुँदो रहेछ। एकजना मात्रै जाँदाखेरि अब कर्मचारीले त्यति धेरै गर्न सके, मान्नेलाई पनि एक्लै जाँदा के इन्ट्रेस्टले आयो भन्ने खालको कुरा हेऱ्यो कि भन्ने कुरा मलाई बसन्त मान्नेले पनि भन्नुभएको थियो, आज आउनु भएन होइन। त्यो पर्या हो भने अब जाँदाखेरि चाहिँ हामीले त्यसलाई करेक्सन गर्नु पर्ला भन्ने एउटा मेरो सुझाव हो। अर्को कतिपय ठाउँमा हामीले एउटा ध्यान आकर्षण गराउनै पर्ने विषय चाहिँ मैले प्रस्तावको रूपमा राख्न खोजेको, हाम्रो प्रदेशको लगानी छ, अधिकांश ठाउँमा छ, स्थानीय तहका भन्दा धेरै ठाउँमा लगानी छ। हिजो मुख्यमन्त्रीले भन्दै हुन्थ्यो 4 खर्ब 60 करोड होइन, 60 अरब हामीले अहिलेसम्म लगानी गरेछौँ भनेर हिजो मुख्यमन्त्रीले एउटा डाटा दिँदै हुनुहुन्थ्यो। अब त्यत्रो लगानी त जोक छैन नि त होइन। अब त्यो लगानी जुन भइरहेछ तर तल स्थानीय तहहरूले हाम्रा लगानीको बोर्ड पनि राख्दा रहेछ। प्रदेश गौरवका योजनाहरूको पनि यसो हेऱ्यो, बोर्ड एउटा राख्यो, ठेकदारले एउटा सूचना बोर्ड राख्छ, भोलिपल्ट गुलीले सुलीले हानेर के अरे त्यो चाहिँ हुँदै हुँदैन। पैसा त्यो हाम्रो पनि एउटा चाहिँ हामीले ध्यान आकर्षण गराउनुपर्छ कि सरकारले निर्देशन दिनुपर्छ कि जस्तो लाग्छ। प्रदेशको लगानी भएको ठाउँमा सूचना बोर्ड स्पष्ट रूपमा राखिने गरी त्यो चाहिँ तुरुन्तै गराउनै भनेर भन्नुपर्छ। स्थानीय जग्गामा गएका जहाँ गएका योजनाहरू पनि कमसेकम प्रदेश छ भन्ने कुरा हामीलाई त हाम्रो चुनौती भनेको त अहिले यसको संस्थागत विकासको पनि कुरा हो नि त, लोकतान्त्रिक सङ्घीय गणतन्त्र व्यवस्थाको हो होइन। त्यो पनि चासो भने त्यसलाई एउटा चाहिँ ध्यान आकर्षण गरौँ, लेखेर निर्देशन दिउँ भन्ने एउटा लाग्छ। जस्तो त्यही भनौँ न, हाम्रो सभापतिज्यू हामी पनि गयौँ त्यही क्रिकेट रङ्गशालामै 70% लगानी हाम्रो छ नि त होइन। 30% लगानी उसो छ। म्यानेजमेन्ट कमिटी कसरी बनिरहेछ त्यो हेरिरहेछौँ हामीले। तर प्रदेश सरकारको ठुलो अक्षरमा देखिने बोर्ड पनि एउटा नहुने भनेको त विडम्बना। अब तल मेयरहरूले स्थानीय तहका वडाध्यक्षहरूले त सकेसम्म प्रदेशको नामै राख्दैनन्, सशतम पठाएको पनि नाम राखिरहेको छ, हामी देख्दैनौँ। त्यो हुनाले त्यसलाई एउटा ध्यान आकर्षण गराउनुपर्छ भन्ने हो। अर्को एउटा हाम्रै कार्यक्षेत्रभित्र पर्छ जस्तो लाग्छ होइन। युवराज मान्यज्यू अस्ति हामीले चाहिँ अघिल्लो बजेटमा हामीले चाहिँ भन्यौँ हरेक निर्वाचन क्षेत्रमा निर्वाचित मानिएको संयोजकत्वमा अनुगमन समिति बनाउने होइन, र त्यसले योजनाहरू चाहिँ सबैसँग सुझाव लिएर आउने
र आउँदो पटक चाहिँ अब यो बजेटमा आउँदाखेरि चाहिँ कम्तीमा यो खालको भिड लाग्ने स्थिति हुँदैन भनेर हामी सबैले सर्वसहमत भएर गऱ्यौँ होइन। तर सरकारले त्यो काम गरेन। त्यो गरिदिएको भए अहिले जुन भिड लागिरहेछ नि यहाँ त्यो कम हुन्थ्यो। तपाईँ हाम्रै नेतृत्वमा त्यहाँ सर्वदलीय राखेर त्यहाँ को राख्नुपर्छ राखेर त्यहाँको बुद्धिजीवी को राखेर हामी ल्याउँथ्यौँ त्यो एउटा सर्टिङ गरेर आउँथ्यौँ नि। त्यो 150 वटा योजना भएर आउँथ्यो होला होइन। अब सरकारले यो जटिलताबाट चाहिँ जुन हटाउनुपर्छ सरकारलाई भनेर भनेको त्यो काम भएन। त्यो काम एकदम जरुरी छ, आज पनि जरुरी छ भन्न ठान्छु है म चाहिँ होइन। निर्वाचित मान्ने निर्वाचित भएर आउनुभएको छ जो हुनुहुन्छ उहाँले संयोजन गर्न पाउनु पऱ्यो नि त होइन आफ्नो क्षेत्रभित्र। अब त्यो खालको हामीले चाहिँ नीति कार्यक्रममा पनि बनायो, बजेटमा पनि प्रतिबद्धता भयो, 1 वर्षभरि कार्यान्वयन भएन। अर्को कुरा अहिले कार्यविधिको कुरा उठ्यो, कार्यविधि इन टाइम बनेर जाने खालको कुरामा हुनु पऱ्यो। अहिले हामी नै अब मान्नेहरू हिँडिरहेछ, कहाँ बाटो रोकेको छ त पत्तो हुँदैन। असारे बजेट भने त हामी आलोचना खाइ छौँ होइन। यो अलिक चाँडै नै कार्यविधि बनाएर कार्यान्वयनमा जाने हो भने यो स्थिति आउँदैन नि त असारसम्म। यो स्ट्रिक्टली हामीले चाहिँ हेर्नुपर्छ भन्ने मेरो एउटा कुरा हो होइन। अब अर्को एउटा चाहिँ हामीले अर्को ध्यान आकर्षण पनि गर्नुपर्छ जस्तो लाग्यो। अब हामीले छलफल पनि गऱ्यौँ होला के होला, रोडा ढुङ्गामा हामीले 2 रुपियाँ घटाइदिउँ होइन। अघिल्लो बजेट भाषणको उसमा रोडा ढुङ्गामा घट्यो। अब त्यो केही उठोस् भन्ने आशयको साथ पनि आएको होला। तर रोडा ढुङ्गाको स्थिति अहिले के छ त होइन। स्थानीय तहलाई सोध्यो यिनीहरूले आइए चाहिँ समन्वयले सहयोग गर्दैन भन्छ हो। स्थानीय तहले व्यवस्थित रूपमा ठेक्का लगाएको छैनन्, लगाएको ठाउँ पनि उनीहरू एक्सिडेन्टमा जाने स्थिति छ। अनि स्थानीय तहकै मान्छेहरू चाहिँ मिलेर त्यहाँ अनसिन हिसाबमा चाहिँ सबै उठाइएको छ। खोला त कहीँ पनि बाँकी छैन, रोडा ढुङ्गा उठाउने ठाउँ पनि कहीँ पनि बाँकी छैन। त्यत्तिकै बजारमा गइरहेछ भनेपछि त्यो अर्बौँ रुपियाँको आम्दानी घटिरहेछ जहाँ गए पनि होइन। त्यसलाई हामीले एउटा स्ट्रिक्टली ध्यान आकर्षण गर्नुपर्छ कि भन्ने विषय हो। अर्को आन्तरिक स्रोत कार्यान्वयनको सवालमा गत वर्ष अब म बजेटमा रहँदाखेरि 2टा कर क्षेत्र चाहिँ नयाँ बनाउनुपर्छ भनेर प्रस्ताव गरेको थिएँ। वन तथा वातावरण कर हाम्रो एकल अधिकार रहेछ त्यो होइन। अब यत्र उद्योगहरू छन् यहाँ, एचआइडी छ, औद्योगिक क्षेत्रहरू छन्, कहाँनिर चाहिँ वातावरणको पालना भएको छ त। त्यहाँ जाने हो भने त्यो वातावरण कर हामीले मिनिमम लिँदा पनि अर्बौँ रुपियाँ उठ्ने क्षेत्र रहेछ। अब त्यो भनेको अहिले कार्यान्वयन 1 सिङको पनि भएको छैन होइन। त्यो त सरकारकै काम हो नि त कार्यान्वयन गराउने कुरोमा। अर्को स्वदेशी काठको प्रयोगको सम्बन्धमा भनेर भन्यो, त्यत्रो काठहरू गएको छ, संसदमा पटक पटक मान्नेहरूले उठाउनु भएको छ। हामीसँग स्रोत म्याक्सिमम छ। त्यो मलेसियन काठहरू भनेर त कस्तो रहेछ भने लोकल काठलाई उनीहरूले चाहिँ ट्रिटमेन्ट गरेर पठाउँदैछ, हामीले अग्राक भनेर किन्छौँ होइन। तर हाम्रो यहाँ चाहिँ टोटल लोकल काठहरू खतम रहेछ। हाम्रो 2.5 तला घर बनाउन अग्राकै नचाहिने रहेछ कि त्यसलाई ट्रिटमेन्ट गऱ्यो भने त्यही काठले पुग्ने रहेछ। विदेशमा त्यो प्रयोग गरिरहेछन्। हामीले अब यो सरकारले कमिटमेन्ट गरेको स्रोत जुन बढाउने कुरा छ, आम्दानी स्रोत बढाउने कुरामा गत वर्ष कमिट गरेको कुराहरू किन कार्यान्वयन गर्नु भएन भनेर क्वेसन गर्नुपर्छ कि भन्ने एउटा मेरो चाहिँ मैले राख्न खोजेको। रोडा ढुङ्गाको मैले राख्ने होइन। अर्को एउटा चाहिँ अब युवराज मान्यलाई अझ बेसी थाहा छ, यो सुशासन ऐन भन्ने एउटा चाहिँ यस्तो मनचिन्ते झोला बनाइया रहेछ होइन। सम्बन्धित विषयको कानुनहरू नबनाउने, सम्बन्धित विषयको आफ्नो मन्त्रालय कानुनहरूमा उदासीन हुने, कार्यविधि मन्त्रीको इच्छाअनुसार चाहिँ कार्यविधि गर्ने, त्यो ऐन नियमभन्दा विपरीत पनि कार्यविधि छ। ऐन नियम हेर्दै नहेरिकन कार्यविधि बनाएको छ, त्यो त गम्भीर कुरा हो। ऐन नियम अनुसारको कार्यविधि हुनु पऱ्यो नि त, मापदण्ड पनि ऐन नियम अनुसार आउनु पऱ्यो नि होइन। या त ऐन समय सापेक्ष परिवर्तन गर्नु पऱ्यो है। तर नगइकन कार्यविधि चाहिँ मन्त्रीको सनकमा अथवा चाहिँ त्यहाँ सचिवले जे ल्याइदियो त्यो खालको कुरा हो, कता टेकेर गर्ने। र ऐनहरू नबनाउने उदासीनताले गर्दा त्यो एउटा सुशासन ऐनमा एउटा चाहिँ बुदा रहेछ 135 कतिमा, त्यसले सबै कुरो खोलिदिँदो रहेछ। अनि त्यही एउटा बुदामा टेकेर सबै कार्यविधि बनाएर ठोक्ने खालको चलन रहेछ। त्यो चलनलाई हामीले बन्द गराउनुपर्छ होइन। सन्तुलन जुन लेखामा सन्तुलन बनाउनको लागि त्यसलाई हामीले इमिडिएट सम्बन्धित ऐनहरू यदि आवश्यक छ भने तत्काल चाहिँ बनाउने खालको कुरोमा पनि हामीले ध्यान आकर्षण गर्नुपर्छ जस्तो लाग्छ मलाई होइन। अनि अर्को एउटा चाहिँ विवरण अर्को पनि मागौँ होला, लेखा नियन्त्रकको विवरण माग्ने त होइन हामीले भन्यौँ, त्यसलाई अलिक मिलाएर लेख्नु पर्ला। अर्को योजनाहरू कति सम्पन्न भए भन्ने कुरो पनि सरकारसँग डाटा छैन, त्यो पनि एउटा डाटा लिनु पर्यो। कति योजना छ ल, 4 खर्ब 60 अर्ब हामीले लगानी गरेछौँ भने दोस्रो आवधिक योजना हामीले बनाइसकेका छौँ। कति सम्पन्न भयो त सरकारसँग डाटा पनि लिनु पर्यो। सम्पन्न भएका योजनाहरू कति डुबे त, कति डुबानमा गए होइन, कति समस्याग्रस्त छन् भन्ने पनि हामीसँग डाटा छैन। त्यो डाटा पनि दिन पायो भने हामीले फर्दर अरू अगाडि लान सक्छौँ भन्ने चाहिँ मैले राख्न चाहेँ। हस् धन्यवाद।
अहिले सचिवजीले यो दफा पढ्ने हो कि हामी सबैले पाइसकेका छौँ, यसलाई कम्पाइल गरिसकेपछि एकैपटक 29 गते दिउँ। यसको कुरा के भएको छ भने अहिले पढ्ने प्रतिवेदन र यो हार्ड कपी एउटा तयार हुन्छ र संसदले बुकलेटमा ल्याउने कुरामा अलिकति पछि 10-15 दिन पछि लाग्ने भएको कारणले हामीले 29 गते सबै सदस्यको हातमा परेर 2-3 गतेसम्म सुझाव आयो भने त्यसलाई संशोधन गर्ने हार्ड कपीमा सभामुखजीलाई एउटा औपचारिक रूपमा बुझाउने, तर किताब निकाल्न दासम्म परिष्कृत बनाएर निकाल्ने भन्ने सभामुखजी हो सचिवसँग हिजो कुरा भएको छ। त्यसलाई अझ पनि सच्याउने टाइम भयो भएर अहिले दफा पढिराख्नु पर्ला जस्तो लाग्दैन। हजुर 29 गतेसम्म अहिले यो आइसकेको छ त हामीले राखेका छौँ नि, यो लिँदा हुन्छ। बरु यसमा केही सुझाव दिनुपर्छ भने यसलाई लिएर गएर 29 गते यसलाई अनुमोदन गर्नको लागि बैठक बस्ने हो, 30 गते बुझाउने हो। 3टा उपसमितिको प्रतिवेदन आएको छ, यसैलाई कम्पाइल गरेर निकाल्ने हो। सचिवले त्यो भाषा मिलाएर टाइप गरिरहनु भएको छ। त्यही भएर यसमा भएको कन्टेन्ट चाहिँ सुझावको रूपमा दिउँ, 29 गते अनुमोदन गर्नु बस्ने हो, 30 गते बुझाइदिउँ। त्यसपछि पनि हामीसँग 4-5 दिन यो विस्तृतमा चाहिँ छलफल गर्ने टाइम, मतलब सुझाव लिएर संशोधन गर्ने टाइम हुन्छ भने। त्यसो हुँदा चाहिँ 28 गतेतिरै गरेर अब त्यो 28 गतेतिर दिउँ भने अनि त्यसमा केही अब यसो गरौँ मान्नेज्यू, त्यसलाई भाषा मिलाउँ। सब समग्रमा यसको समग्र उपसमितिको निर्णय हामीले एक ठाउँमा कम्पाइल गरेर गर्ने। त्यही भन्न खोज्दैछु मान्य सदस्यहरू, आज अत्यन्तै चाहिँ के छ भने हामीले छोटो समयमा पनि यो बजेट आउने अगाडि बहुत महत्त्वपूर्ण छलफल गरेका छौँ। र अघि मैले भने यो हामीले योभन्दा अगाडि 2टा निर्देशन अघि उठेकै विषयमा, एउटा चाहिँ के छ भने प्रदेश सुशासन ऐनलाई मैले भन्नु पर्दा के भने त्यो रत्नबाग यता असनको छेउमा एउटा झन्डुबाम चाइना भिक्स भनेर बेच्थ्यो क्या पहिला। अनि के भन्थ्यो त्यसले भने खुट्टा मर्केको, टाउको दुखेको, पिनास भएको, रुगा लागेको, ढाड दुखेको, त्यो जम्मै नै चाहिँ के छ भने त्यो झन्डुबामले ठिक पर्ने भने जस्तो प्रदेश सुशासन ऐनलाई त्यो चाहिँ के छ भने अस्त्र बनाउने, आफूलाई जहाँ अप्ठ्यारो पर्छ पेश गर्दै गर्ने, त्यहाँ लगेर प्रदेश सुशासन ऐन उल्लेख गर्ने, ढ्याक्क कार्यविधि बनाउने, चाहिँ के छ भने आफू निस्किहाल्ने मन्त्रालयले गरेका कारणले तपाईँहरूले मुख्यमन्त्री मुख्य सचिवसहित बोला बैठकमा हामीले निर्देशन गरेका छौँ, सम्बन्धित मन्त्रालयलाई कानुन बनाउन निर्देशन गर्नुहोस् भनेर लिखितै हामीले निर्देशन गरेका छौँ। त्यसमा अर्को सँगसँगै के पनि गरेका थियौँ भने अघि कुरा उठेको यो सरकारको चाहिँ के छ भन्दाखेरि उसको विषयमा कुरा उठाएको थियौँ। आज महत्त्वपूर्ण कुरा चाहिँ यो 4वटा विषयमा र हामीले यो बाँकी संरचनाको बारेमा पनि हामीले सिन्धुपाल्चोकमा भोटेकोसीमा अनुगमन गरेर आइसकेपछि भोटेकोसीको त्यो हाम्रो सरल सयात्री मान्नेले लगेर त्यो हल बनाउनु भएको रहेछ नि, यतापट्टि कभर हल बनाउने भनेर पिलर मात्र ठडाएर राखेर 50-65 लाख रुपियाँ खर्च भइसकेको रहेछ। त्यसपछि बजेटै नपरेको रहेछ, त्यो काटिएर त्यो भएको देखेर आइसकेपछि फेरि यहाँबाट सम्बन्धित मन्त्रालयलाई त्यहाँ यस्तो चाहिँ के छ भने अपुरो काम प्रदेश सरकारको खर्च भइसकेको कार्यान्वयन गर भनेर चाहिँ निर्देशन दिइसकेको अवस्था हो। त्यो अहिले हाम्रो प्रतिवेदनमा नै आउला र त्यसलाई उ गरौँ। आज महत्त्वपूर्ण कुरा चाहिँ के छ भने लेखा नियन्त्रकलाई हामी 28 गतेको बैठकमा डाकौँ र यो गम्भीर विषय हो, यो अघिदेखि भनिरहेछौँ। यो विषय र आन्तरिक लेखा परीक्षणलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा एउटा छलफल गरौँ, उहाँलाई आजको निर्णयबाट त्यो लिएर जाउँ। अर्को यो कार्यविधि अघि चाहिँ भनेको जस्तो मैले चाहिँ मलाई लाग्छ यो
साउन 1 गतेसम्म यही बजेट उसमै हुन्छ। साउन मसान्त भन्दा 1 महिनाको टाइमभन्दा भाद्र 15सम्मको टाइम चाहिँ वैज्ञानिक भाद्र 15 भित्रमा चाहिँ के छ भने कार्यविधि चाहिँ बनाऊ भनेर सरकारलाई यो बैठकले निर्देशन गरौँ र त्यसलाई फलोअप पनि गरौँ। हामी बैठक बसेर फलोअप पनि गरेर यसलाई अलिकति यो भाद्र 15सम्म कार्यविधि आयो भने अब अस्ति उद्योगको कार्यविधि बनाएर गएको चैतको झन्डै चैतको लास्टमा उद्योगको कार्यविधि गएर बल्ल वैशाखमा सम्पर्क चाहिँ के छ भने भएको थियो। यो खालको चाहिँ के छ भने काम भयो र कार्यविधि नबनेर अर्को यो योजना तर्जुमा प्रदेश सरकारको अनुभूति हुने, प्रदेश सरकार छुट्टै हो भन्ने अनुभूति चाहिँ हामी प्रदेश सरकार हो नि त। स्थानीय तहले थाहै नपाइकन संशोधनको लागि लेखेर पठाइसकेछ मैले राखेको योजना। ओडाले यहाँ भाषा संशोधन हुने भएर गइसक्यो हो कि कार्यान्वयन गर्न दिँदैन। उसले संशोधनै लेखेर पठाइसकेछ भने यहाँ हाम्रो मन्त्रालयमा संशोधन आइसकेपछि पो थाहा पाउँछु बा भने स्थानीय तह हामीले राखेका योजना हामीले थाहै नपाइकन संशोधनसम्म गर्न सक्ने स्थानीय तहले चाहेन भने त्यो हुने खालको यो अत्यन्त ठुलो डोमिनेट भयो। स्थानीय तहसँग अन्तर्सम्बन्ध हाम्रो सङ्घ प्रदेश र स्थानीय तहको होला, तर संविधानले नै 3 तहको सरकारको व्यवस्था गरेको छ नि त। त्यस कारणले यो योजना तर्जुमा कार्यान्वयनमा स्थानीय स्तर र चाहिँ के भन्दाखेरि प्रदेशको अन्तर्सम्बन्ध र सिफारिसमा वैज्ञानिक मापदण्ड अपनाऊ भनेर यसलाई एउटा चाहिँ वैज्ञानिक मापदण्ड सहितको चाहिँ के छ भने कार्यविधि ल्याऊ भनेर योजना तर्जुमा र कार्यान्वयनको सन्दर्भमा एउटा केशव मान्यज्यू र हाम्रो मान्यज्यूले हेरिदिनु होला। यो चाहिँ विषयमा भाषा सचिवजीले लेख्नुहुन्छ। यो 3टा विषयमा अहिले निर्णय गरौँ र अरू जुन हामीले पहिला निर्देशन दिएको रिभ्यूको रूपमा अब आउने साउनलाई कार्यान्वयनमा जाने हिसाबले साउनमा 1-2टा बैठक बसेर यो अहिले जति सिरियस कुराहरू उठेका छन् र हामीले निर्देशन दिएर कार्यान्वयन नभएको विषयमा जाउँ। यो 3टा निर्णय गरौँ न आज। 28-29 दुई नै दिन बस्ने भन्ने कुरा हो। 2 दिन बैठक 2 नै दिन बस्ने त्यो प्रतिवेदन ल अन्य यो प्रतिवेदन लिएर जाउँ। अहिले चाहिँ यहाँ राखेको छ फोटोकपी लिएर गएर पढेर केही सुझाव छ भने दिनुभयो हुन्छ। विशेष गरी संयोजकज्यूहरूले सदस्यहरूले हेर्नु पर्यो। ल बैठक यहीँ समापन भएको घोषणा गर्छु।